एउटा राजनीतिज्ञ पनि हुनुहुन्थ्यो, उहाँ मन्त्री पनि हुनुभएको थियो र उहाँ नाटककार पनि हुनुहुन्छ, उहाँ महाकवि त हुनुहुन्छ नै हुनुहुन्छ। यति भएपछि तपाईँले बुझिसक्नु भएको छ। आज हामी लक्ष्मीप्रसाद देवकोटाको विषयमा कुराकानी गर्छौँ र लक्ष्मीप्रसाद देवकोटाको योगदानहरू र उहाँको कृतिहरूको पेरिफेरीमा रहेर हामी छलफल गर्नेछौँ, गफगाफ गर्नेछौँ। र आज हाम्रो कार्यक्रममा हुनुहुन्छ एकजना प्रखर साहित्यकार जो आफैमा कवि हुनुहुन्छ, उहाँ टिचर हुनुहुन्छ, उहाँ साहित्यको एउटा धरोहर पनि हुनुहुन्छ र मेरो गुरु पनि हुनुहुन्छ। उहाँ नवीन बन्धु पहाडी सर हुनुहुन्छ। नमस्कार, धन्यवाद पनि। र त्यसै गरी गजलको एकदमै राम्रो विद्यार्थी भनौँ र उहाँ सर्जक हुनुहुन्छ, सङ्गीतकार पनि हुनुहुन्छ र उहाँले गायन पनि गर्नुहुन्छ। हामीसँग लालगाज दाई हुनुहुन्छ। लालगाज श्रेष्ठ, नमस्कार। तपाईँले के हुन चिन भन्नुहोस् त? तपाईँको कवि उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत, लामो समय शिक्षण अनुभव अनि यही कुरा राखेर धेरै कुरा भन्नुपर्दैन। अनि त्यो यति यसो गर्दा पनि नपुग्ने भएपछि नि गाह्रो हुन्छ। अनि रेलक्रस कर्मी पनि हो र यसै गरी हामीसँग हुनुहुन्छ साहित्यकार हुनुहुन्छ उहाँ, र उहाँ लामो समयसम्म समाजसेवी पनि हुनुहुन्छ र उहाँलाई त अब धेरै परिचयहरू छन्, धेरैवटा खण्डहरू कुराकानीकै क्रममा जाला। सरलाई पनि स्वागत छ। नमस्कार। उहाँ हुनुहुन्छ रमेश अधिकारी र उहाँ रमेश अधिकारी सर हुनुहुन्छ, उहाँले भनिहाल्नु। आज हामी कार्यक्रम आज चाहिँ कवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती र नवीन सरलाई मैले प्रश्न गर्न चाहेँ, हामीले लक्ष्मीप्रसाद देवकोटालाई चाहिँ कसरी सम्झिनुपर्छ, कसरी सम्झिनुहुन्छ तपाईँले? धन्यवाद प्रश्नको लागि। आज यो नेपाल र नेपाली हुनुमा गर्व कसैमाथि छ भने लक्ष्मीप्रसाद देवकोटामाथि हामीले नेपाली भएर गर्व गर्नुपर्छ। किनभने देवकोटा थिएनन् भने यो भूगोलमा, यो भूमिमा नेपाली भाषा यो रूपमा अहिले शिक्षणको, अहिले हाम्रो आम नेपालीको संसर्ग भाषाको रूपमा नेपाली भाषाको अस्तित्व हुँदैन थियो। किनभने 2013 सालमा जब उहाँ शिक्षा मन्त्री हुनुभयो, उहाँले नै नेपाली भाषा अनिवार्य रूपमा विद्यालय शिक्षाको भाषा हुनुपर्छ, हाम्रो कार्यालयीय भाषा हुनुपर्छ भनेर औपचारिक निर्णय गराउनु भएको हो। त्यसैले पहिलो कुरा देवकोटालाई सम्झिँदा भाषालाई सम्झिनुपर्छ। भाषा भनेको चाहिँ लेम्यान तल्लो तहका भारी बोक्ने मान्छेहरूले पनि, उहाँहरूले पनि नेपाली भाषामा संवाद गरिरहनु भएको छ। हामी क्रय विक्रयमा पनि माझ किराँत, पल्लो किराँतका किराँत भाषीदेखि लिएर गएर मगरात क्षेत्रका सबै मान्छेले बोल्ने भाषालाई साझा सहजीकरणको भाषा बनाउने श्रेय देवकोटाले लिनुभयो। त्यसैले पहिलो नम्बरमा सम्झिँदा म एउटा नेपाललाई जोड्ने, पृथ्वीनारायण शाहले त के गर्थे भने ढुङ्गा माटोको नेपाल भूगोलको एकीकरण गर्नुभयो। तर यो भाषालाई एकीकरण रामायणको माध्यमले गरेको थियो, तर यसलाई औपचारिकता दिने काम देवकोटाले गर्नुभयो। जबसम्म शिक्षाको माध्यम हाम्रो राष्ट्रभाषाको रूपमा हुँदैन नि, त्यो बेलामा क्षयीकृत हुन्छ। अब अहिले त सबै कुरा तन्तुहरू चुडिएका छन्। प्रदेशहरूमा देश चुडियो, विभिन्न प्रदेशहरू, तेरो प्रदेश मेरो प्रदेशमा चुडियो होइन, धर्मको रूपमा चुडियो, मेरो धर्म तेरो धर्म भन्न थाले मान्छेले, पार्टीको रूपमा राजनीतिक सङ्गठनहरूका रूपमा चुडिए। देशलाई एउटै अक्षर बनाउने चिज के छ त? केही छ भने त्यो नेपाली भाषा छ हो। त्यसलाई यो रूपमा ल्याइदिने काम चाहिँ कसले गरे? देवकोटाले गरे। त्यस कारणले पहिलो कुरा सम्झिँदा हामी सबै नेपालीले सम्झिन पर्ने कुरा चाहिँ देवकोटाले भाषिक एकीकरणको चाहिँ जग भानुभक्तले बसाले, तर त्यसलाई मूर्त रूप दिने काम देवकोटाले गरे। किनकि शैक्षिक क्षेत्रमा, कार्यालयीय क्षेत्रमा नेपाली भाषा अनिवार्य हुनुपर्छ भनेर उनले आदेश जारी गरेपछि, शिक्षा मन्त्री भएर आदेश जारी गरेपछि मात्रै हो। नभए त्योभन्दा अगाडि हिन्दीमा, संस्कृतमा पढाइ हुन्थ्यो र मान्छेहरूले धेरै नोटको कारोबार पनि हिन्दीमै गर्थे। अब पैसाको कारोबारदेखि सबै कुरा हिन्दीमा हुन्थ्यो। त्यो कुरालाई चिर्ने काम, सग्लो नेपाल, मनको नेपाल बनाउने काम देवकोटाले गरे। यो धेरैले अध्ययनको विषय नै रहिरहेछ, तर हामीले आज सम्झिँदा त्यसरी सम्झिनुपर्छ एउटा कुरा। दोस्रो कुरो, देवकोटालाई सम्झिने हामी धादिङे भएर सम्झ्यौँ है त। धेरैलाई थाहा छैन होला यो कुरा। देवकोटाले त्यो बेलामा पुगे कि पुगेन भने थाहा छैन, तर तिप्लिङ्गी खण्डकाव्य लेखेका छन्।
देवकोटाको एउटा खण्डकाव्यको नाम तिप्लिङ्गी। अहिले पनि धेरै धादिङेहरू तिप्लिङ पुगे छैन। त्यो बेला उनको चेतना कसरी उडेर पुग्यो होला, त्यहाँको पात्र होइन, त्यहाँको पात्रलाई लिएर खण्डकाव्य लेख्नु भने त्यो सानो कुरा छैन नि त, सानो कुरा छैन। अनि त्यो चाहिँ कसरी भयो होला अलिकति विचार गर्दा हामीले के भने देवकोटा चाहिँ धादिङको बाटो भएर गोसाइँकुण्ड गएका रहेछन्। तिप्लिङबाट बिहे गरेर त्यहाँ पुगेको एकजना पात्रसँग उहाँको भेट भएछ। उहाँलाई के लाग्यो, के क्लिक गर्यो होइन, कसरी क्लिक गर्यो त्यसले उहाँले खण्डकाव्य बनाइदिनु भयो। त्यस कारणले हामीले सम्झिने कुरा के त्यति मात्रै होइन, देवकोटाको कुञ्जिनी खण्डकाव्यका धेरै पृष्ठभूमिहरू धादिङमा छन्। त्यो बेला उता झिल्टुङ परसम्म धादिङ पर्थ्यो र धेरै त्यो खण्डकाव्यको धेरै पृष्ठभूमिहरू चाहिँ त्यहाँ लेखिएकै छ। गजुरी पीडा, त्यसपछि कोल्पुको किनार, अनि त्यसपछि यो झिल्टुङदेखि यता तारुकासम्म, तारुका बेसीसम्मका पृष्ठभूमिलाई आधार बनाएर उहाँले कुञ्जिनी खण्डकाव्य लेखेका छन्। त्यो पनि हामीले धादिङेहरूले गौरव गर्ने कुरा नै हो भन्ने मलाई लाग्छ। मुना मदनमा चाहिँ लासा गएको एउटा पृष्ठभूमि राख्दाखेरि लासामा देवकोटाको शालिग बनेको छ। तर हाम्रो धादिङको पृष्ठभूमिलाई लिएर उहाँले निबन्धहरूमा नि यी चर्चाहरू गर्नुभएको छ। त्यो गोसाइँकुण्ड जाँदाखेरिका निबन्धहरू छ, पहाडी पुकार लगायत निबन्धहरूमा धादिङको चर्चा छ। यो माटोलाई उहाँले माया गर्नुभएको छ भन्ने लाग्छ। हामीले धादिङमा बसेर हेर्दाखेरि त्यसरी पनि सम्झिनुपर्छ। र देवकोटालाई अर्को 3टा कुरा छ। एउटा, नेपाली निबन्धहरूको उचाइ देवकोटाले कलम नचलाउँदासम्म थिएन, उनले निबन्धमा आधुनिकीकरण ल्याए। दोस्रो कुरा, महाकाव्यमा उहाँले आधुनिकीकरण ल्याउनु भयो र देवकोटाले नेपाली महाकाव्य चाहिँ आइसल्यान्डको सर्प हो भनेर लेख्नु भएको छ। त्यो भनेको चाहिँ आइसल्यान्डमा सर्प पाइँदो रहेछ, अनि नेपाली भाषामा महाकाव्य पाइँदैन, के हो यो अचम्म भन्ने लाग्यो उहाँलाई। र उहाँले मौलिक महाकाव्यको सुरुवात शाकुन्तल सुलोचनाबाट गर्नुभएको छ। त्यसैले त्यो दृष्टिबाट पनि देवकोटालाई सम्झिनुपर्छ। र तेस्रो कुरा चाहिँ के भने देवकोटा विद्रोही कवि हुन् क्या। उहाँले चाहिँ राज्य सत्ताको यो भावलाई, राज्य सत्ताको यो सत्ताको चाहिँ जुन निरङ्कुशता हो त्यसलाई चिर्नु भएको छ, किनभने उहाँ आफै पनि त्यसको शिकार हुनुभएको छ। मलाई केदारमान व्यथितले हामी समलाप हुँदाखेरि सुनाउनु भएको एउटा संस्मरण यहाँ सुनाइदिन्छु। धेरै साहित्यका अध्येताहरूलाई यो कम पनि थाहा होला। उहाँले 2टा घटना सुनाउनु भएको छ मलाई, केदारमान व्यथितले। म आइए पढ्थेँ र उहाँको घरमा एकचोटि पुग्दाखेरि बाबु तिमीले सुनिराख है यो कुरा भनेर सुनाउनु भएको। एउटा के सुनाउनु हो भने देवकोटालाई तासखण्डबाट अफ्रो एसियाली लेखक सम्मेलनमा निम्ता आएछ। निम्ता आएपछि त्यो बेला देवकोटाले चाहिँ अलिकति सत्ता विरोधी कविताहरू, पागल जस्ता कविताहरू लेख्नु भएको थियो। प्रजातन्त्रको ढ्वाङ रित्तो करायो, जमाना अनौठो हेर आज आयो, यस्ता कविताहरू लेख्नु भएको थियो। त्यसले गर्दा उहाँलाई चाहिँ सत्ताले अलिकति टसल मसल गरिरहेको अवस्था रहेछ, मन नपराएको हुनसक्छ। र नाम चाहिँ मैले भन्न अहिले यो सार्वजनिक मिडियाबाट अर्को मान्छेलाई यो देवकोटा हो भनेर पठाइदिएछन्। अहिले जस्तो सोसियल मिडियाको जमाना भए देवकोटा को हामी पनि चिन्थ्यौँ, रसियनहरूले पनि चिन्थे होला, त्यो बेला थिएन। नभएपछि अर्को मान्छेलाई यो देवकोटा हो भनेर प्रमाणित गरेर सरकारले बनाइदिएपछि भइहाल्यो, पठाइदिएछन्। त्यसमा माधव घिमिरे जानुभएको रहेछ। त्यो प्रतिनिधि मण्डल हुन्छ नि त राज्यले पठाउने त, अनि जानुभएको रहेछ। अघिल्लो दिन नक्कली देवकोटा गए, बसे, त्यहाँ कहाँ होटल थियो त्यहाँ बसे, भइहाल्यो। अनि दोस्रो दिन त्यो बेला त अब के अरे पञ्चायत विरोधी शक्तिहरू अरू पनि धेरै थियो होला। अनि उनीहरूले चाहिँ के गर्थे, देवकोटालाई इन्डियाबाट ओरिजिनल देवकोटालाई चन्दा उठाएर पठाइदिएछन्। भोलिपल्ट देवकोटा पुग्नुभयो, ओरिजिनल देवकोटा पुग्नुभयो। अब नक्कली देवकोटालाई कस्तो भयो होला, उहाँले नक्कली मयूर भनेर कविता पनि लेख्नु भएको छ है त्यसपछि। अनि नक्कली देवकोटालाई कस्तो भयो होला, उनी भागेर आएपछि माधव घिमिरे खोज्दै गएछन् देवकोटा कहाँ बसेछन् भनेर। अब त्यसलाई त्यहाँ देवकोटालाई ओरिजिनल प्रतिनिधि मण्डलको नेता बनाउनु पऱ्यो नि त, अब साँच्चै नै आइसकेपछि त। भनेपछि गएर गर्दा तिमी चाहिँ सरकारको प्रतिनिधि, म चाहिँ एउटा निजी प्रतिनिधि हो, तिमी आफूले गर्नु भन्नुभएछ। अनि तर घिमिरेलाई अब भोलिपल्ट आफ्नो चाहिँ के अरे यो प्रतिवेदन के हुन्छ नि त सरकारले पेस गर्ने, कार्यपत्रहरू पेस गर्नुपर्ने, बडा तनाव भयो मलाई। तनाव भएपछि बनाएको छैन। अब जे आथे उनी गइहाले, सरकार म हुँ भनेर मान्छे त गइहाले, फर्किहाले। अब नक्कली मयूरको त पहाँ झरिहाल्यो होइन, फर्किहाले। अनि त्यसपछि के गरेछन् भने
देवकोटा भाटैमा आएर बसेछन्। उनी सरकारले तोकिदिएको ठाउँमा बसेनन्। देवकोटा घिमिरे नै आएर बसे बढाइसरे। त्यसपछि राति 8-9 बजेसम्म 10-11 बजेसम्म उनले लेखे, यो हेरिदिनु तिमी पढ्ने हो जस्तो तिमीलाई आउँछ त्यही पढ भने टेर्दैन। 11-12 बजीतिर उनी सुते घिमिरे। अनि अब निन्द्रै लागेन। भोलि त्यो अन्तर्राष्ट्रिय फोरममा होइन अब भर्खरका नि थियो होला अलिक कान्छो मान्छे। अनि नटेरेपछि बिहान 4 बजे चाहिँ घुच्याएर उठाएछ देवकोटालाई उठाएछन्। ल यो तपाईँले पढ्नुपर्छ हेर्नुहोस् भने अलिक कडा रूपमा प्रस्तुत भएपछि तिमीले राम्रो लेखेको छौ त, हिजो सुनाइरहेको थियो मलाई भइहाल्यो त, तर मैले त्यहाँ कोरेको छु हेर त भनेर भन्थे। अनि अब त्यो 11 बजेसम्म त उनी के अरे बिउँदै छन्, निन्द्रै लागेन। अब त्यो 12-1 कति बज्यो होला निन्द्रा छटपटिएर 4 बजे उठ्दा 17 पेज लामो लेखेर छन् रे क्या देवकोटा। कति बेला लेखे होला। त्यो शीघ्र लेखन क्षमता उनमा थियो। अब भनिन्छ मन्त्री हुँदा नि कवितामा तोक लाउँथे भनेर भनिन्छ होइन है। त्यो शीघ्र लेखन क्षमता नि उनमा थियो। त्यो हिसाबले पनि एउटा स्वाभिमान निष्ठा नगुमाउने क्या सचेत पात्र। अब उनलाई चाहिँ क्यान्सर भएर मृत्युशय्यामा बस्दाखेरिमा के भनिन्छ भने मृत्युशय्यामा हुँदा पनि ल तिमी चाहिँ जाऊ उपचार गर्नु विदेश जाऊ इन्डिया जाऊ भन्दा पनि म जान्न, मलाई अब आखिर जति उमेर बाँच्नु छ औषधि खाएर पीडा भोगेर बाँच्नुभन्दा म यतिकै ठिक छु भनेर उनी जान मानेनन् भनिन्छ होइन। एउटा किसानको रगत चाहिँ देरो गर्दा किसान काम गर्ने मान्छे रगत मैले किन हाल्ने, म हाल्दिनँ भन्थे भने यसरी एउटा स्वाभिमानपूर्वक बाँच्नुपर्छ है। लेखकहरूले कविहरूले कलाकारहरूले राष्ट्रिय व्यक्तित्व बनाउनुपर्छ। कुनै दलको कुनै अन्टसन्ट समूहहरूको झुन्डहरूमा रहेर बाँच्नु हुँदैन भन्ने खालको आशयले पनि आज हामीले देवकोटालाई सम्झिनुपर्छ। देशलाई सम्झिँदा देवकोटा सम्झिनुपर्छ, भाषालाई सम्झिँदा देवकोटालाई सम्झिनुपर्छ, संस्कृतिलाई सम्झिँदा देवकोटालाई सम्झिनुपर्छ र साहित्यलाई सम्झिँदा देवकोटालाई सम्झिनुपर्छ। अझ राजनीतिलाई सम्झिँदा देवकोटालाई सम्झिनुपर्छ। किनभने देवकोटा थिए र नै उनले के गरेका थिए त आफ्नो अब एउटा सानो उदाहरण के कति टाढा हेर्नुपर्छ के अरे राजनीतिज्ञले भन्ने कुराको उदाहरण हो देवकोटा। त्यस कारण राजनीति सम्झिँदा देवकोटालाई सम्झिनुपर्छ। 10,000 रोपनी चाहिँ जग्गा त्रिभुवन विश्वविद्यालयको लागि अधिग्रहण गर्नुपर्छ भनेर मन्त्री परिषदमा लैजाँदा डाक्टर केआई सिंहले चाहिँ एउटा स्कुललाई 10,000 रोपनी पागल भयो यो केटा, पागल भन्थे हो रहेछ भन्थे अरे। अहिले त्यो साँगुरो हुँदैछ। 10तिर चाहिँ के अरे मान्छेले चुडालेर अहिले 3,000 रोपनी पनि छैन। त्यति हुँदा अहिलेसम्म थेकिरहेको छ 13 सालदेखि। कति लामो सोच राख्नु पर्दो रहेछ क्या राजनीति गर्ने मान्छेले। यो राजनीति सम्झिँदा देवकोटालाई सम्झिनुपर्छ। यसैले देवकोटा सर्वत्र सर्वव्यापक र देवकोटालाई सम्झिँदाखेरि सबै क्षेत्रबाट सम्झिन लायक नाम हुन् भन्ने लाग्छ मलाई। र देवकोटा आफैमा कवि जो महाकवि हुनुहुन्छ, शिक्षक हुनुहुन्थ्यो, वकिल हुनुहुन्थ्यो र मन्त्री पनि हुनुभएको थियो। यति धेरै कुरा भएको देवकोटाले कुनै समयमा कविता चुरोडको खोल्नसम्म लेख्नु परेको थियो भन्ने कुराहरू सुनिन्छ। यसको मतलब देवकोटा उदार थिए कि गरिब? अब देवकोटा मागेर खाने स्तरका मान्छे होइन। देवकोटालाई गरिब भनेर अपमान गर्नु हुँदैन। स्वाभिमानी मान्छे हुन्, आफ्नो श्रममा आफ्नोमा चाहिँ बाँच्न सक्ने मान्छे। मैले हिजो मात्रै डाक्टर चुडामणि बन्धुको देवकोटा भन्ने एउटा ग्रन्थ पढेको थिएँ। उनी बिहानै गएर त्यो बेलामा बाहुनको छोरो गीता पाठ गर्थे होइन। अनि उनको बुवा त पण्डितै हुन्। अनि बिहानै उठेर गएर टक्क एउटा जेरी र एउटा अन्डा खान्थे अरे क्या। त्यो बेलामा अन्डा खान सक्ने, जेरी खान सक्ने बिहानै प्रत्येक दिन त्यो हैसियत भएको नेपाली हो। त्यस कारण देवकोटालाई गरिब थिए भनेर आकलन गर्नु हुँदैन। तर सबैतिरबाट उनलाई तानिएर उनी चाहिँ एउटा उदार पनि व्यक्ति थिए भने चाहिँ नि साइला बाजे भनेर देवकोटालाई अब के अरे तल बुझेको थिएन। कति दिन थियो होला जति बेला के अरे त्रिचन्द्र कलेज खोल्यो त्यहाँ पढाउँथे। पढाउँदाखेरि तल बुझेको थिएन। अब त्यो बेला त सिक्का न दिने हुन्, नोट त जम्मा 2002 सालमा न आयो। तल बुझेपछि कोइन कति थियो हातभरि लिएर गयो। अनि माग्नेहरूलाई चाहिँ दिँदै जाँदाखेरि जब घर्नेर पुग्दा एउटा माग्नेलाई पुगेन छ अरे कि मलाई केही नदिने भन्दा कोटै फुगाले लातो तँलाई यही भनेर दिएछन् कि त्यो सम्मको उदारता उनमा थियो होइन। उदारताको हिसाबले भन्दा त्यस कारणले अब गरिब भनेर त भन्नै मिल्दैन। किन काठमाडौँमा आफ्नै ठुल्ठुलै घर भएका मान्छे उनी पण्डित पेसा पनि गर्थे। अनि 1966 मा दिल्ली बजारमा काठमाडौँमा जन्मिएका ट्युसन पनि पढाउँथे उनले।
है। ट्युसन पनि फेरि मन्त्रीका राणाका छोरछोरी पढ्ने हुने त्यो बेलामा, अरू त कसैका छोरछोरी पढ्न पाउँथे अरे, स्कुलै थिएन। अनि त्यो बेलामा साइकल चढ्नु धेरै ठुलो कुरा थियो। साइकल चढेर हिँड्थे, स्कुल जान्थे। र जब 1996 मा शहीद काण्ड भयो, उनी चाहिँ दुःख पाए त्यस पछाडि देवकोटाले। उनी चाहिँ निर्वासित भयो क्या आफै, मलाई पनि मार्छ क्या हो भनेर, किनभने लाइब्रेरी काण्डमा डसिसकेको थियो। अनि उनी निर्वासित भए। निर्वासित भएपछि कविता, आफ्नो कविता बेचेर अर्काको नाममा छपाउन दिएका छन् क्या उनले। कविता बेचेर खानु पर्यो। त्यति बेला चाहिँ यो बनारसको एउटा प्रकाशन संस्थाले उनीसँग सम्झौता गरेको छ, तिमी कवितै लेख्छौ भने तिम्रो नाममा छापिन्न, हामी अर्काको नाममा छाप्छौँ, तर एउटा कविताको 5 रुपियाँ दिन्छु भनेछ। त्यो त देवकोटाको लागि त ठुलो पुरस्कार भयो क्या। रातभरिमा उनले 100 कविता लेखेछन्। त्यो बेलामा होइन, त्यो बेलामा 100 कविताको पैसा दिने हुने ठुलो कुरा भयो नि त। एउटा कविताको 5 रुपियाँ दिन्छु भने 500 रुपियाँ भयो, त्यो ठुलो कुरा हो। त्यो त बनारसै आउँथ्यो होला किनेको है। अनि त्यो त छक्क पऱ्यो क्या 100 कविता देखेपछि। ए बाबु तिमी त धेरै कविता लेख्दो रहेछौ, ल आजलाई मैले 500 रुपियाँ दिएँ, भोलिबाट तिम्रो कविताको मूल्य 1 रुपियाँ हुने। त्यो एक रातमा कविता अवमूल्यन भयो। अर्थशास्त्रको सिद्धान्तमा बढी पूर्ति भएपछि त के हुन्छ, मूल्य घट्यो होइन, घट्यो 1 रुपियाँ आयो। अनि यसले पैसा धेरै दिने भएन भने उनले 50 लिएर गएछन् भोलिबाट। त्यो छक पऱ्यो। बाबु अब चाहिँ 50 पैसा भनेपछि उनले कविता दिएनन् कि। त्यो कविता त कसै न कसैको नाममा छापिया छ, आज हामी पढिरहेको होलाौँ कसैको नामबाट। यसरी कविता बेचेर खानुपर्ने अवस्थामा देवकोटा पुगेको थियो। यो प्रसङ्गमा चाहिँ अलिक प्रसङ्ग मोडिन्छ भनेर मैले पनि यो किस्सा कहानी चाहिँ सुनेको थिएँ विनोदजी। अहिले तपाईँले जे प्रश्न उठाउनु भएको थियो, देवकोटाले चुरोटको खोल पनि बाँकी नराखेको, इभन उहाँले आफूले ओढेको सेतो चाहिँ सिरकको खोलमा पनि लेख्नुहुन्थ्यो अरे। त्यो भने अक्षर हो। लक्ष्मीप्रसाद देवकोटाले अक्षरलाई महत्त्व दिनुभएको हो। वास्तवमा त्यो गरिबीले नै चाहिँ हो जस्तो लाग्दैन, किनभने चुरोटको खोलमा पनि लेखेर त्यसलाई सदुपयोग गरे। सेतो देख्नै नहुने उहाँले सेतोमा लेखिहाल्नु त्यो अक्षरप्रति उहाँको कति अनुराग रहेछ भन्ने। अब त्यो अघि रमेशले भन्नुभयो जस्तै के देखिन्छ भने देवकोटाको, मलाई यो संस्मरण पनि केदारमान बेसितले सुनाउनु भएको। उनीलाई भेट्न जाने मान्छेले क्यान्सर बोकेर जान्थे भन्ने थियो। भने मतलब चौपट्टै चुरोट खाने चेन स्मोकर, यतातिर पुरै औँलामा फोका परे उहाँले देख्नु भएको थियो भनेर भन्नुहुन्थ्यो मलाई एउटा कुरा। अनि दोस्रो कुरा के भन्नुहुन्थ्यो भने उहाँले चाहिँ यसरी घुँडा मारेर सुकुलमा लेख्ने। अनि सुकुलमा लेख्दाखेरि अब त्यो बेलामा कलम त मसिहाल्ने कलम प्राय नहुने, त्यो चोप्यो अनि त्यसपछि लेख्यो गर्नुपर्ने होइन। त्यसरी लेख्ने टाटा परेको दरी भन्छौँ नि हामी, त्यस्तो थियो अरे। अब त्यो पनि 2-3 ठाउँमा पाल परेको दरी। देवकोटा सङ्ग्रहालयमा जाँदा पोहोर मैले देखेँ त्यो दरी। अनि सुकुलबाट अनि त्यो कति बेर लेख्ने हो थाहा छैन कि, कति बेर लेख्ने हो थाहा छैन। घुँडा माऱ्यो लेख्यो त्यो पग्लिरहन्छ लेखेर। अनि त्यसपछि यो पनि यसरी सिधा गर्नु, खुट्टा पनि सिधा गर्न नसक्ने, अनि पुरै गाडिएको हुन्थ्यो अरे यो तिग्रामा, घुँडामा, अनि पिँडुलातिर त्यो सुकुल, परालको सुकुलको पुरै डाम बसेको हुन्थ्यो भनेर भन्नुहुन्थ्यो। अनि अर्को के सुनाउनु भयो भने उहाँले, आज मैले यो संस्मरण 2-3टा सुनाएँ, यहाँहरूलाई पनि रमाइलो लाग्छ। देवकोटाले श्रीमतीलाई चाहिँ बजै भन्नुहुन्थ्यो अरे कि, मनलक्ष्मी देवकोटा, मनदेवी देवकोटा बजै भन्नुहुन्थ्यो अरे। अनि केदारमा गएर बसेका छन्। त्यसपछि माथिल्लो तलामा खाना बनाउने रहेछ। अब माघ महिनामा, अनि त्यो बेला त ब्राह्मणहरूको घरमा लुगा खोलेर, हामीले पनि सानोमा लुगा खोलेर खानु होइन, मावसी लुगा खोलेरै खानु, लुगा खोलेर खानुपर्ने, धोती फेरेर खानुपर्ने। अनि उनले चाहिँ मकैको भात पकाएर थिइन्। अनि ल खाना आउनुहोस्, भुजा तयार भयो भनेको। म मरेँ पण्डित नि, तिमी खाऊ भने किन भन्नु है भनेछन् कि 4-5 चोटि बोलाइसे। म मरेको मान्छेले खाँदैन, तिमी खाऊ भन्छ मात्रै भन्छन् रे। अब केदारमानलाई त दिगदार लाग्यो नि, माघको काठमाडौँ नाङ्गो बसेको छ, त्यो सिउ गरेको छ, खाना आउनुहोस् भनेको छ, भात सेलाइसक्यो, आउँदैन, आधा घन्टा भइसक्यो। के यता गुनगुन गर्छन् रे, कहिले लेख्न थाल्छन् रे। अनि म मरेँ तिमी खाऊ भन्छन्।
अनि मेरो पालो भनेर चिमड दिएछन् कि केदारमान बेसिसले तिग्रा। ठ्याक्कै यही कुरा पागल कवितामा तपाईँ पढ्न पाउनुहुन्छ। पागलमा छ चिमड दिएछन् तिग्रामा है। चिमड दिएपछि पागल कवितामा हेर्नुहोस्, चिमड दिएपछि के भने दुखे आथा के अरे केदार तिमीले मर्या मान्छेलाई दुख्छ है दुख्छ मर्या मान्छेले दुख्दैन त। अनि तिमी बुझ्दैनौ क्या केदार, मृत्यु दुई किसिमको हुन्छ, एउटा मान्छे जिउँदै मर्छ, एउटा चाहिँ शरीर मर्छ। आज म जिउँदो मरेको हो, मेरो श्रीमतीले चाहिँ मकैको भात पकाएकी छिन्, मसँग फेर्ने धोती छैन, त्यसले एउटा धोती पनि किन्दैन भने चाहिँ मरे होइन, धोती फेर्नु पर्यो भने जवाफ दिए भनेर भन्थे। अब उनको त्यसो भए धोती नै किन्न नसक्ने हैसियत त होइन, तर परिवेश परिस्थितिले उनले सृजनात्मक रूपमा आफूलाई मारेको अभिनय गरे क्या त्यहाँ। र त्यही चिजले चाहिँ के देखाउँछ भने हाम्रो सत्ता सरकार हाम्रो देश परिवेश चाहिँ लेखक कलाकारहरूप्रति कति उदार छ त भन्ने कुराको पनि त्यो छनको हो भन्ने लाग्छ। यो खालको उनले चाहिँ त्यो अनुभूति गर्थे। त्यही रात मलाई लाग्छ उहाँले भन्नु त्यही रातभरिमा चाहिँ उनले कुञ्जिनी लेखे भन्थे कि लेखेर भर्खर उठेको बेला थियो भनेर भन्थे। लेख्दा लेख्दै 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 मान्छे त त्यहीँ कुञ्जिनीसँग गोरेसँग त्यहाँ भएको ठालु सिंहसँग त्यो पात्रसँग उनी चाहिँ घुलमिल भइसके क्या। र उनी त्यहाँ गोरेको गरिबीलाई चित्रण गरिरहेछन्। त्यो चित्रण गर्दा गर्दै उनले आफूलाई त्यही पात्र बनाए क्या। त्यो खालको अनुभूति भनेको साहित्यमा साहित्य बिम्ब प्रयोग हुन्छ। उहाँ बिम्बमा नै बाँच्नुहुन्थ्यो। बिम्ब मात्रै होइन, साहित्य लेख्ने भनेको त मैले ओहो रमेश अधिकारी कस्तो मान्छे है भनेर लेख्दैमा म रमेश अधिकारी हुन सक्दिनँ कि। मैले लालगाजीसँग यिनी चाहिँ कस्तो मान्छे होला है, जहाँ पनि भावुक हुन्छन् के हुन्छन् भन्दैमा म लालगाजी हुन सक्दिनँ। उहाँको आत्मिक सङ्क्रमण मसँग हुन सक्नु पर्यो कि, अनि मात्रै रियल मैले लालकाजीलाई चित्रण गर्न सक्छु होला, रमेश अधिकारीलाई चित्रण गर्न सक्छु होला। आत्मिक सङ्क्रमण के व्यथाको सङ्क्रमण हामीले सार्न सक्नु पर्यो। त्यो सार्दा सार्दै उनले गोरे जस्तै गरिब भइदिए क्या त्यो दिन हो। त्यसरी चाहिँ उनी एकदम आत्मिक अनुभूति गर्न सक्थे अर्काको पीडालाई पात्रमा। त्यसरी चाहिँ उनले अर्काको व्यथालाई आफूभित्र सङ्क्रमण गरेर अनि लेख्न सक्थे कि। नभए सुलोचना त्यो बेलाको नारी पात्रलाई नारीलाई महाकाव्य भनेको चाहिँ वास्तवमा कि कविको नामबाट कि राजा महाराजको नामबाट कि क्षेत्रीयहरूको नामबाट कि वीर लडाकुहरूको नामबाट मात्रै लेखिन्थ्यो कि इतिहासमा। दुष्यन्त शकुन्तला हेर्नुहोस् त्यो राजाकै छ। महाभारत हेर्नुहोस् होइन, अब श्रीमद् भागवत हेर्नुहोस् कृष्ण कंस यी आदि विराट पात्रहरूको नाममा छ। तर देवकोटा यस्ता पात्र हुन् जसले एउटा गरिब अनङ्ग र गरिब के अरे त्यो घरबाट हेपिएर लहटिएकी सुलोचनाको नामबाट महाकाव्य सिर्जना गर्दैछन्। नेपाली महाकाव्यको मौलिक आँगन त्यसरी तयार गर्दैछन् र एउटा महिलाको नामबाट महाकाव्य बन्न सक्छ भनेर उनले लेखेका छन्। महिला पनि घरबाट निकाले त्यस्तो खालको उनले चाहिँ त्यो गरेका छन्। यहाँ देवकोटा चाहिँ यति अत्याधुनिक चेतना हो कि मैले अघि त्रिभुवन विश्वविद्यालयको जग्गाको उदाहरण दिएँ नि। उनी 30 वर्ष त के 100 वर्षभन्दा पछाडिको कुरालाई सोच्थे क्या। विश्वविद्यालय मात्रै बनाउने हो भने त्रिभुवन विश्वविद्यालय अबको 200 वर्ष पनि हुन्छ क्या। त्यहाँ एउटा अन्तर्राष्ट्रिय लाइब्रेरी होस्, त्यहाँ सूचना केन्द्र होस्, के अरे टिचिङ हस्पिटल त्यहीँ होस्, सबै कुरा त्यहीँ हो नि त। त्यसरी सोच्थे क्या। त्यो खालको चिन्तन देवकोटामा थियो। उनी गरिब होइनन्, उनी एकदमै धनी हो भावनाले। नमन्त्रो अक्षरम नास्ति नास्ति मूलो मौषधम भनेर भन्छ क्या। भने कुनै पनि अक्षरहरू मन्त्र नभएका हुँदैनन्, हरेक अक्षर मन्त्र हुन्छ है। कुनै पनि बिरुवाहरू चाहिँ के अरे औषधि नभएका हुँदैनन् है। अयोग्य पुरुषो नास्ति योजकस्तत्र दुर्लभम भन्छ। श्लोक बनाउने कुरा कविता बनाउने कुरा त योजकले जान्ने हो नि। चुनिकन ट्याक्क ल्याएर हालिदिने हो नि त। त्यही अक्षरलाई अर्कोपट्टि फर्कायो भने मिठो श्लोक बन्छ, यता फर्काइदियो भने बन्दैन। त्यस कारणले त्यो योजक दुर्लभ योजक चाहिँ देवकोटा थिए भन्ने लाग्छ मलाई। त्यसरी सोच्नुपर्छ। उनी धनी भयङ्कर धनी हुन्, भावनाले विचारले दृष्टिकोणले धनी हुन्, गरिब होइन। र आर्थिक हैसियत पनि उनको कुनै अब त सामान्य नेपालीको भन्दा कमजोर थियो। त्यसरी बुझ्नुपर्छ। अहिले एउटा सिङ्गै घर चाहिँ सङ्ग्रहालय बनाउँदा पनि देवकोटाको अर्को घर छ, त्यहाँ तपाईँ अगाडि नै देख्न सक्नुहुन्छ। अहिले पनि छ। भनेको देवकोटा
पात्रमा बाँच्ने कवि। उनी चाहिँ सबै नेपालीलाई आफूभित्र सारेर बाँच्न सक्ने कवि कवि मात्रै होइनन्, उनी नाटककार हुन्। चम्पा उपन्यास छ, उनको अभिज्ञान शकुन्तल नाटक छ, उनको निबन्ध त अन्तर्राष्ट्रिय स्तरका निबन्धहरू छन्। निबन्ध नि छ, निबन्धमा पनि हास्यव्यङ्ग्य निबन्ध हेर्नुहुन्छ, वैचारिक निबन्ध हेर्नुहुन्छ, हरेक खालका निबन्धहरू छन्। सबै चिज देवकोटा छ। त्यस कारण देवकोटा कवि मात्रै होइन। उहाँलाई कवि मात्रै भन्यो भने त त्यो त एकदमै धेरै अवमूल्यन हुन्छ कि एउटा पाटो मात्रै देखिएको हुन्छ। उहाँका गीतहरू तपाईँ रेडियोबाट देवकोटाका गीत सर्च गर्नु, कति मिठा मिठा गीतहरू छन्। र त्यो बेलादेखि अहिलेसम्म पनि कतिपय गीतहरू म जन्मिनुभन्दा अगाडि रेकर्ड भएका गीतहरू छन्, जो लक्ष्मीप्रसाद देवकोटाको शब्द भएको गीतहरू छन्। र त्यो बेलामा मेरो बुबाले पनि सुन्नुभयो र त्यो बेलामा पनि समय सुहाउँदो लाग्थ्यो र आज पनि त्यस्तै अमर छ। एकदमै एकदमै आज पनि त्यो गीतका अझर अमर छ। अब यो गीतको कुरा त अझ लालकाजीलाई धेरै उहाँ गायक पनि, लेखक पनि, होइन, सङ्गीतकार पनि उहाँले उत्तर दिनुहुन्छ। कुञ्जिनीबाट झिकिएका धेरै गीतहरू छन् है, भिखारीबाट झिकिएका गीतहरू छन्, मुनामदनबाट झिकिएर गाइएका गीतहरू छन्, धेरै गीतहरू छन् देवकोटाका। राष्ट्रिय गीतहरू त्यत्तिकै छन्। म लालका दाइकोमा जाँदा दाइ तपाईँ आफैमा एउटा सर्जक पनि हुनुहुन्छ र उहाँले भन्नुभयो तपाईँ सङ्गीतकार पनि हुनुहुन्छ, तपाईँ गायक पनि हुनुहुन्छ। साँच्चीकै शब्द सिर्जना गर्ने क्रममा तपाईँ देवकोटालाई कुन हिसाबले सम्झिनुहुन्छ, कसरी सम्झिनुहुन्छ र कसरी प्रभावित हुनुहुन्छ? देवकोटाको कृति लेखनबाट प्रभावित नहुने त हामी कोही पनि छैन होला है। बरु अब कुन हदसम्म प्रभावित हुने होइन कति सकिन्छ त्यो चाहिँ बेग्लै कुरा होला। किनकि अब त्यो प्रभावित हुने लेभल होइन पनि उहाँलाई बुझ्न सक्ने, उहाँको गीति रचनाहरूलाई बुझ्न सक्ने होइन, अनि उहाँका कविताहरूलाई, उहाँका साहित्यिक सिर्जनाहरूलाई छाम्न सक्ने त्यो क्षमतामा भर पर्छ होला कि। जति उहाँको सिर्जनामा चाहिँ डुब्न सक्यो त्यति नै त्यसको प्रभाव बढी हुने होला नि त पढ्नेहरूमा नि होइन, सुन्नेहरूमा पनि होइन। शब्द मात्रै लेखेर पनि होइन, अनि उहाँको चाहिँ शब्दहरूमा सङ्गीत गर्नेहरू पनि होइन, जति त्यसलाई चाहिँ अब उहाँको सिर्जनालाई बुझ्न सक्यो, सङ्गीत गर्दा पनि त्यही रूपमा चाहिँ डुबेर सङ्गीत गर्न सकिने भइयो होइन। जस्तो मलाई जहाँसम्म लाग्छ बाँसुरी भन्ने चलचित्रमा हो जस्तो लाग्छ। कुन मन्दिरमा जान्छ वासुदेव, अनि त्यसलाई चाहिँ रविन्द्र शर्माज्यूले गाउनु भएको छ होइन। कति जीवन्त छ होइन। फेरि त्यो लेखाइ पनि कति अद्भुत होइन। कति मिठो सङ्गीत जन्मियो नि। त्यो सङ्गीत जन्माएको शब्दले पनि हो क्या। त्यो शब्दको गर्वमा चाहिँ यति मिठो सङ्गीत थियो नि। त्यो सङ्गीतकारले त त्यो के अरे एउटा प्रसव पीडामा भएको शब्दलाई चाहिँ नि होइन के भन्छ त्यो सुडिनी कि के भन्छ अन्तिममा होइन, त्यो जन्माउनको निम्ति सहयोग गर्ने क्या होइन। अन्तिममा हो त्यो काम मात्रै गरिदिएको हो भन्ने लाग्छ कि मलाई। शब्दभित्रै सङ्गीत हुन्छ कि असली सर्जकले जब सिर्जना गर्छ नि गुनगुनाएर मात्रै सुरु गर्छ। यस यतिसम्म कि तपाईँको हामी गद्य कविता भनेर भन्छौँ नि, गद्य कविताभित्र पनि त्यो सर्जकले चाहिँ नि लय भरेर लेखेको हुन्छ क्या। अनि यदि त्यो सङ्गीतकारले त्यो चिजलाई चाहिँ नि त्यो भावभित्र डुबेर होइन त्यो चिजलाई चाहिँ नि उसले सुमसुम्याउन सक्यो भने, देख्न सक्यो भने, निहाल्न सक्यो भने त्यो गद्य कवितालाई पनि उसले चाहिँ नि असाध्यै मिठो सङ्गीतमा लयबद्ध गरेर चाहिँ नि त्यसलाई चाहिँ नि जनमानससम्म चाहिँ नि पुर्याइदिन सक्छ होइन। मुना मदनकै छ नि के अरे हाम्रो नारायण गोपालले गाएका म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाउँ, खरानी तिनको मलाई देउन छाती। कस्तो मिठोसँग गाएको छन्, सङ्गीतको उस्तै जीवन्त छ। अनि त्यसै गरी अर्को नारायण गोपालज्यूले नै गाउनु भएको जस्तो लाग्छ। सागर भरी छाती चिरी पहाडबाट आए तीन तारे सारङ्गीली छेडभर गीत गाए राजै छेडभर गीत गाए। अघिको म टुना गाउँछु आजको म बाला
पछिको म खबर दिन्छु आँखा बल्दो ज्वाला सबसित रहने यो मेरो र्याई र्याई तारभित्र सुत्नेलाई बिउझाइ गाई गाई राजै बिउझाइ गाई गाई सागर भरी छाती चिरी हो यो खास कुरो चाहिँ के हुँदो रहेछ भनेदेखि यस्तो विराट सर्जकहरूको सिर्जनाभित्र चाहिँ हामी जस्ता अब म जस्तोले लेखेको सिर्जनाहरू चाहिँ खोला हो भनेदेखि देवकोटा जस्तो एउटा होइन महाकविले लेख्नु भएको महासर्जकले लेख्नु भएको सिर्जना गर्नुभएको सिर्जनाहरू भनेको चाहिँ महासागर रहेछन् क्या। अब त्यो महासागरमा चाहिँ अब सामान्य के अरे चाहिँ पौडी खेल्न जान्नेले चाहिँ यसो किनारको छेउछाउसम्म गएर पौडी खेल्न सक्ने भयो त्यसरी पनि उसले आनन्द उठायो होइन। र खत्रै गोताखोर रहेछ भनेदेखि उसले त्यो समुद्रको चाहिँ नि गहिराईसम्म पुगेर मोती पनि टिपेर ल्याउन सक्ने भयो होइन। त्यहाँ हरेक किसिमका मान्छेले चाहिँ आफ्नो हिसाबले आफ्नो क्षमता अनुसार चाहिँ नि आनन्द उठाउन सक्ने भयो होइन। पौडी नसक्ने रहेछ भने पनि हेरेर आनन्द लिने होइन। किनारको छेउमा पुगेर त्यो लहरलाई यसो छोएर मात्रै भए पनि आनन्द लिन सक्ने होइन। त्यो सिर्जनाभित्र चाहिँ त्यो क्षमता चाहिँ हुनु त्यो गहिराई चाहिँ हुनुपर्दो रहेछ भन्ने लाग्छ कि मलाई। महाकविका गीतहरू पढ्दाखेरि होइन सङ्गीतबद्ध भएका छन् ती गीतहरू सुन्दाखेरि कविताहरू चाहिँ सुन्दाखेरि त्यो चाहिँ महसुस हुन्छ। हामीले लेख्दाखेरि पनि होइन म त्यो कुराहरू चाहिँ नि अब कोही कोही चाहिँ नि गजलकारहरू म पहिला चाहिँ नि अलि बढी गीत लेख्थेँ आजभोलि अलि बढी गजलतिर चाहिँ नि अभ्यासरत छु। अनि अभ्यास गर्ने क्रममा चाहिँ नि सँगसँगै केही गजलकारहरू देख्छु म अहिले वर्तमानमा पनि होइन। उहाँहरूको लेखाइ यस्तो चाहिँ नि गहिराइयुक्त छ नि तपाईँको म अहिले मलाई ठ्याक्कै याद आयो तपाईँको हाम्रो पूर्व मुख्य सचिव भोजराज घिमिरेज्यू अहिले हामीसँग लगभग 6 वर्षभन्दा बढी समयदेखि चाहिँ नि सँगै अभ्यासरत हुनुहुन्छ होइन। अनि यस्तो अद्भुत छ नि उहाँसँग चाहिँ त्यो लेखन क्षमता अनि त्यो भावलाई प्रक्षेपण गर्ने चाहिँ शैली होइन यस्तो अद्भुत छ नि। म महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झिन्छु कि उहाँको लेखन हेर्दाखेरि कि अहिले उहाँ चाहिँ अब यो नेपाली गजलको क्षेत्रबाट चाहिँ नि गिनिज वर्ल्ड बुक अफ रेकर्ड्समा चाहिँ नाम लेखाउनका निम्ति चाहिँ उहाँले त्यो प्रयास गरिराख्नु भएको छ होइन। लगभग उहाँले चाहिँ अब लेखेर सकाइसक्नु भएको छ। मलाई जहाँसम्म लाग्छ उहाँले 1600 शेर जति लेख्नु भएको छ कि जस्तो लाग्छ मलाई। ठ्याक्कै अहिले याद भएन। एक शेरमा चाहिँ 2 लाइन हुन्छ होइन 2 अरब हुन्छ। उहाँले 1600 शेरभन्दा बढी चाहिँ लेख्नु भएको छ भन्ने मलाई लाग्छ। ठ्याक्कै मलाई एका भएन 3200 लाइनभन्दा बढी। अब त्यो चाहिँ वर्ल्ड रेकर्डको लागि हो होइन। फेरि तपाईँको मैले पढाएको छु फेरि सबै उहाँको त्यो सबै पढेको छु। एउटा शेरको भाव अर्को शेरसँग मिल्दैन क्या अलग अलग छ। फेरि तपाईँको त्यो भाव प्रक्षेपण गर्ने भाव अभिव्यक्त गर्ने शैली यस्तो चाहिँ त्यो छ कि होइन। त्यो अहिले समकालीन अवस्थामा मात्रै नभएर चाहिँ हिजो कहाँ चाहिँ गजलकारहरू होइन लाई पनि अब चाहिँ पढ्ने उहाँका गजलहरू पनि पढ्ने हो भनेदेखि त्यो न त अगाडिका गजलकारहरूसँग मिल्ने शैली छ उहाँको चाहिँ त्यो लेखन शैली होइन न त समकालीनहरूसँग मिल्दो जुल्दो छ। त्यो बेग्लै खालको छ क्या। अनि त्यति मात्रै नभइकन उहाँको त त्यो जुन एउटा बोल्ने शैली छ नि अनि आवाज त्यो तपाईँले रेकर्ड सुन्नुभयो भने ठ्याक्कै त्यो मैले महाकविले लक्ष्मीप्रसाद देवकोटाको अरू त सुनेको छैन। उहाँको त्यो मृत्यु छायामा बसेर चाहिँ उहाँले बोल्नुभएको के चाहिँ युट्युबमा रहेछ ठ्याक्कै त्यस्तै लाग्छ कि आवाज पनि त्यस्तै लाग्छ होइन। अनि अहिले वर्तमानमा पनि त्यस्ता सर्जकहरू जन्मिरहेका छन् होइन। अनि त्यस्ता सर्जकहरू वर्तमानमा चाहिँ जन्मिनु पछाडि पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाका साहित्य होइन अब उहाँले सिर्जना गर्नुभएका साहित्यिक कुराहरूको भूमिका छ भन्ने लाग्छ मलाई होइन। उहाँहरूलाई पढ्दै जाँदाखेरि चाहिँ नि अब त्यो बेसरी गहिराइसम्म पुग्न सके पश्चात र अलिअलि आफूले पनि प्रयास गरिसके पश्चात त केही न केही त्यस्तै खालको चाहिँ आउने होला नि त
भन्ने लाग्छ। अनि अर्को एउटा कुरा चाहिँ पछिल्लो समयमा चाहिँ नै अब लगभग 1 दशकभन्दा बढी लामो समयदेखि हामी नेपाली गजललाई चाहिँ अब यो पिरोको काग भएर हिँडिरहेको नेपाली गजललाई चाहिँ सही दिशा निर्देश गर्ने भनेर चाहिँ हामीले एउटा त्यस्तै समूह बनाएर चाहिँ हरेक दिन तपाईँको मुहार पुस्तिकामै एउटा ग्रुप बनाएर चाहिँ हामीले अभ्यास गराउने गरिरहेका थियौँ होइन। अनि अहिले चाहिँ अब हामी लगभग 1700को श्रृङ्खलाको नजिक छौँ। निरन्तर यो पनि चाहिँ तपाईँको लगभग चाहिँ वर्ल्ड रेकर्डको लागि एप्रोच गर्ने कि भन्ने हाम्रो सरसल्लाह भइरहेका छ। अनि मैले यो प्रसङ्ग किन कोट्याएको भनेदेखि पछिल्लो समय मैले चाहिँ नि ट्याक्क देखेँ क्या, हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चा गर्दा जहिले पनि कविताको चाहिँ होइन, उहाँले कुन विधामा कलम चलाउनु भयो भन्दाखेरि हामी कविता भन्छौँ, होइन महाकाव्य भन्छौँ, होइन अब खण्डकाव्य मुनामदन जस्तो होइन सम्झिन्छौँ। अनि त्यसपछि अर्को निबन्ध भन्छौँ, होइन गीत भन्छौँ। तर महाकवि लक्ष्मीप्रसाद देवकोटाले गजलमा पनि कलम चलाउनु भएको थियो भन्ने चाहिँ धेरैलाई थाहा छैन। अब इभन मलाई पनि चाहिँ भर्खरै थाहा भएको होइन। अनि कस्तो भनेदेखि कुनै पनि विधाको एउटा अनुशासन हुन्छ र त्यो अनुशासन भित्र बसेर चाहिँ सिर्जना गर्न सकियो भनेदेखि चाहिँ त्यो सिर्जनाको महत्त्व र उचाइ चाहिँ अझै बढी हुन्छ भन्ने कुरा बोध गरेर नै हुनुपर्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि होइन तपाईँको गजल केमा चाहिँ सिर्जना गरिन्छ भन्दाखेरि चाहिँ बहरमा बसेर बहरको होइन नियमभित्र अनुशासनभित्र बसेर गरिन्छ भन्ने खालको एउटा त्यो कुरालाई चाहिँ उहाँले मनन गरेर बहरमै उहाँले चाहिँ गजल लेख्नु भएको पनि चाहिँ थाहा भयो क्या होइन। मैले यहाँ भर्खर हजुरहरूले कुराकानी गर्नु हुँदाखेरि चाहिँ मैले यहाँ चाहिँ टिपेको थिएँ। यो चाहिँ मैले नेपालीमै थियो, मैले यहाँ स्क्रिनसट गरेर पनि राखेको थिएँ, अहिले भेटेन र अनि फेरि गुगलमा गएर सर्च गरेको। हजुर देवकोटाको गजल म थोरै सुनाउँछु है। दिल कचौरा यो उचालौँ खान्छु हिरा मर्न देऊ, दिल कचौरा यो उचालौँ खान्छु हिरा मर्न देऊ, रित्तो करको यो भिखारी झर्छ आँसु झर्न देऊ। एक नीलमको छ ढोका, एक नीलमको छ ढोका जो कुबेरको द्वारमा, एक नीलमको छ ढोका जो कुबेरको द्वारमा, स्वर्ण ठुकुटीबाट एउटा दाना केवल झर्न देऊ, रित्तो करको यो भिखारी झर्छ आँसु झर्न देऊ। फूल जस्ती कोमलाको छैन दिलमा के दया, फूल जस्ती कोमलाको छैन दिलमा के दया, जिन्दगी भो प्यास रित्तो एक थोपा पर्न देऊ, जिन्दगी भो प्यास रित्तो एक थोपा पर्न देऊ, रित्तो करको यो भिखारी झर्छ आँसु झर्न देऊ। यहाँ चाहिँ केवल 3 शेर मात्रै मैले चाहिँ अहिले भेटाएँ होइन। उहाँको मैले योभन्दा अगाडि गरेको स्क्रिनसटमा चाहिँ 5-6 शेर मैले चाहिँ भेटाएँ जस्तो। हजुर हजुर। अनि हामीले चाहिँ म चाहिँ के पनि भन्न चाहन्छु भनेदेखि अब अहिले चाहिँ हामी नेपाली गजलको लागि चाहिँ एउटा स्वर्णकालमा छौँ भन्ने चाहिँ हामीलाई महसुस हुन्छ। तपाईँको देशैभरि मात्रै नभएर होइन, अब तपाईँको विदेशमा पनि अन्तर्राष्ट्रिय स्तरमा पनि गजलका कार्यक्रमहरू व्यापक भइरहेका छन् अहिले 5-7 वर्ष यता, जहाँ नेपाली र नेपालभाषी छन्। हजुर हजुर, त्यहाँ पुगेको छ एकदम। अनि फेरि अर्को कुरा के छ भने अहिले अब नेपाली साहित्यका विविध विधाहरूमध्ये अहिले पछिल्लो समयमा गजल विधा चाहिँ चर्चामा पनि छ, अनि त्यसमा चाहिँ अलिअलि विवाद पनि त्यस्तै छ। अनि एकदमै हाइलाइटमा छ अहिले यतिखेर गजल विधा। र यो बेलामा चाहिँ अलिकति हामीले लक्ष्मीप्रसाद देवकोटाले पनि गजल लेख्नु भएको थियो, गजल विधालाई पनि उहाँले चाहिँ होइन एउटा आशिष चाहिँ दिएर चाहिँ विधा हुनुभएको थियो भन्ने खालको कुराहरू हामीले जोड दिन सक्यौँ भनेदेखि चाहिँ यस्तो कुराकानीमा
हामीले अब यो व्यवसायमा मात्रै होइन अन्त पनि कहीँ कतै बसेको ठाउँमा त्यो गर्न सक्यो भने चाहिँ गजलमा कलम चलाउनेहरूलाई चाहिँ एउटा हौसला मोटिभेसन चाहिँ हुन्छ भन्ने लाग्छ मलाई होइन। अब लक्ष्मीप्रसाद देवकोटाज्यूको बारेमा चाहिँ त्यस्तो विधि ज्ञान त मलाई चाहिँ खास केही पनि छैन होइन। तैपनि अब यस्तो लाग्छ कि आफूलाई आफ्नो जीवनकालमा कुनै एउटा चाहिँ उहाँको सिर्जनामा सङ्गीत चाहिँ गरेर एउटा चाहिँ यसो रेकर्ड चाहिँ राख्नु पर्ला भन्ने चाहिँ मनमा चाहिँ छ होइन, तर गर्न सकेको चाहिँ छैन। अब त्यो आगामी दिनमा योजना हो, पुरा होला होइन। उहाँलाई चाहिँ एकदमै चाहिँ अब हृदयदेखि हार्दिक श्रद्धा सुमन छ होइन। अब उहाँको जन्मले होइन, उहाँको योगदानले नेपाली भाषा साहित्य होइन अब एकदमै फैलिएको छ, फुलेको छ, फक्रिएको छ। अब त्यस विषयमा गुरुहरूले दाजुहरूले थप बताउनुहुनेछ, बताइसक्नु भएको छ। यति नै मेरो तर्फबाट। धन्यवाद। गजललाई ल्याएर जोडिदिनु साँच्चै देवकोटा आफैमा के हुनुहुन्छ भन्दा पनि के हुनुहुन्न चाहिँ भन्ने हो भनेदेखि पनि उत्तर पाइँदैन। उहाँले धेरै विधामा कलम चलाउनुहुन्छ, धेरै लेख्नुहुन्छ र त्यो मध्ये तपाईँलाई मन परेको कुनै रचनाहरू सुनौँ र तपाईँले चाहिँ देवकोटालाई कसरी सम्झिनुहुन्छ त्यो पनि बताइदिनुहोस्। विनोद, तपाईँलाई धेरै धन्यवाद छ। आजको यो एक प्रकारले एउटा दिवस सन्दर्भ पनि हो, यसको संयोजन गरिदिनु भएको छ। म डाक्टर नवीन बन्धु पहाडी सरप्रति हार्दिक आभार पनि व्यक्त गर्छु र यो स्टुडियोको लागि तपाईँसँग पनि तपाईँलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। मैले लक्ष्मीप्रसाद देवकोटाको बारेमा धेरै कुरा भने यो इन्द्रका अगाडि जस्तो हुन्छ, किनभने हामीसँग डाक्टर नवीन बन्धु हुनुहुन्छ जो लामो समयदेखि खोज, अध्ययन, अनुसन्धान, लेखन सबै कुरामा लागिराख्नु भएको छ, समर्पित हुनुहुन्छ। मलाई अहिले सम्झिँदाखेरि चाहिँ मैले सबभन्दा पहिले मेरो मुखले लय हालेको मैले पढेको किताब सायद मलाई मुना मदन हो जस्तो लाग्छ। हामी नेवारपानीमा सँगै हुर्केका, नेवारपानीको माटो, त्यहाँको हावापानी चाहिँ साहित्यमय नै थियो। मैले पढ्दाखेरि मलाई लाग्छ उहाँहरूबाटै, अघिल्लो पुस्ताबाटै प्राप्त कुनै मुना मदनलाई मैले भोकेँ होला जस्तो लाग्छ मलाई। र मैले महाकविलाई सम्झिने कुरा के हो भने उहाँ चाहिँ एउटा आत्मसम्मानको कवि हो भन्ने लाग्छ, आत्मसम्मानको साहित्यकार हो भन्ने लाग्छ। उहाँको लेखनलाई हेर्नुभयो भने मानिस ठुलो दिलले हुन्छ, जातले हुँदैन। अहिले हामी कोपर गरिरहेछौँ, गाँड कोपरिरहेछौँ हामी होइन, जातका नाममा, धर्मका नाममा, संस्कारका नाममा, संस्कृतिका नाममा हामी विभाजित छौँ। तर लक्ष्मीप्रसादले उतिखेरै के भन्नुभएको थियो भने त्यो ठुलो कुरा होइन, जातीयता ठुलो कुरा होइन, सबभन्दा ठुलो कुरा चाहिँ मानसिकता हो, मानवता हो भन्ने कुरा चाहिँ त्यतिखेर लक्ष्मीप्रसादले देखाउनु भएको एउटा सामाजिक बाटो हो जस्तो लाग्छ मलाई। लक्ष्मीप्रसादलाई मैले सम्झिने एउटा। दोस्रो, लक्ष्मीप्रसाद देवकोटाले कहिल्यै स्तुति गान गाउनु भएन जस्तो लाग्छ। है, नवीन बन्धु सरले पनि यो कुरा उठाइसक्नु भएको छ कि हामी साहित्यकार हुनका लागि, कवि हुनका लागि, पुरस्कृत हुनका लागि, अवार्डेड हुनका लागि, दक्षिण बाहु प्राप्त गर्नका लागि हामीले धेरै स्तुति गानहरू गाएका, लेखेका, प्रकाशन गरेका र त्यही पुरस्कृत भएका पनि देखेका छौँ। केही त्यस्ता लेखकहरू हुनुहुन्थ्यो, विसर्जनले कविता स्टेजबाट फिर्ता लिएर जानु हो। तर लक्ष्मीप्रसादले कहिले स्तुति गानको कविता लेख्नुभयो जस्तो मलाई लाग्दैन। हुन त मैले कम पढेको होला, मलाई नवीन सरले सच्याउनु पनि हुन्छ। र उहाँले सधैँ गरिबको कुरा, दुखीको कुरा, श्रमिकको कुरा, असहायको कुरा, असक्तको कुरा, कमजोरका कुरा, पछाडि पारिएका कुराहरूलाई आफ्नो रचनामा, आफ्नो शब्दमा, आफ्नो शिल्पीमा लक्ष्मीप्रसादले ढाल्नुभयो भन्ने लाग्छ। त्यसैले लक्ष्मीप्रसाद चाहिँ एकजना सामाजिक चेतना भएको एउटा अगुवा हो भन्ने एउटा मेरो बुझाइ छ। र मैले लक्ष्मीप्रसाद देवकोटाबाट हामी जस्तो बामे सर्दै गरेको भनौँ, म जस्तो पुस्ताले चाहिँ के सिक्ने हो भन्दाखेरि म नवीन सरसँग अलिकति सेयर पनि गरिरहेको हुन्छु। कहिलेकाहीँ लेखौँ भन्नुभयो भने मलाई सोध्नुभएको छ के विषयमा लेखौँ होला। हामी विषय खोज्न नजानेर, खोज्न नसकेर मैले आज कुन विषयमा कविता लेख्ने हो भनेर अर्काले भनिदिएपछि शब्द खोज्ने साहित्यकार हो। त्यस कारण हामी लेखकै हो भन्ने लाग्दैन मलाई। तर अब लक्ष्मीप्रसादको रचनालाई हेर्नुभयो भने चाहिँ लक्ष्मीप्रसाद देवकोटाको विषयवस्तुको छनौट चाहिँ गजब रोमान्टिक हुँदो रहेछ क्या। उहाँलाई कहीँ दिमागमा चाहिँ कसैले भनेको कुरा लाग्यो, त्यही उहाँको रचनाको विषयवस्तु छ। उहाँले बाटोमा कोही एकजना मान्छे भेट्नुभयो,
त्यो मान्छे नै उहाँको विषयवस्तुको कुरा छ। अहिले नवीन सरले लक्ष्मीप्रसाद देवकोटाको धादिङ साइनो जोड्नु हुँदाखेरि पनि भन्नुभएको थियो, बाटोमा भेटेको एकजना मान्छेसँग बसेको व्यवहारले त्यो स्ट्राइकले चाहिँ उहाँको एउटा कृति बन्छ। अनि हामी चाहिँ लेख्ने बेलामा कुन विषयमा लेखौँ भनेर अरूलाई सोधिरहेको होइन, फेरि लेखिसकेपछि पनि करेक्सन गर्न हामीले लगेर आउनु, त्यो त अझ फरक चिज हो। त्यो त आफूमा कन्फिडेन्स नभएको हो। म एउटा कुरामा चाहिँ के कुरामा आफू चाहिँ आफ्नो मनस्थिति छ भने मैले लेखेको कुरा चाहिँ मेरा लागि पूर्ण हो है। मेरो एउटा घमण्ड छ ल, त्यो के हो भने मैले कतिपय ठाउँमा चाहिँ या प्रकाशनहरू हुँदाखेरि पनि यो शब्द सच्याम त्यो शब्द सच्याम भन्दाखेरि बरु नसच्याम भनेको छु, किनभने मलाई त्यही शब्द प्यारो लाएर मैले लेखिसकेँ। त्यस कारण मलाई त्यो शब्दको विकल्प खोज्नुपर्ने छैन, त्यो हामीले खोजाउनु पनि हुँदैन जस्तो लाग्छ। कतिपय हामी समालोचनामा तपाईँले प्रसङ्ग निकालिहाल्नु हो, समालोचनामा हामी के भनिरहेका हुन्छ भने तिम्रो यो भइदिया भए हुन्थ्यो, त्यो भइदिया भए हुन्थ्यो, उसो भइदिया भए हुन्थ्यो, त्यसो भइदिया भए हुन्थ्यो भनिरहेछौँ। त्यो भए त फर्सीको जरालाई कसरी पढ्ने र नि त्यसो होइन। फर्सीको जरालाई मैले मेरो श्रीमतीले लगाएको फर्सीको जरा भनेर पढ्ने कि त्यसलाई अर्कै केही शब्द अर्थ खोजेर जाने हो? त्यो त रसम जानाति पढ्ने त हो होइन। कवि करोति काव्यानि नै हो। मैले जे लेखेको छु मेरा लागि त्यो पूर्ण हो। त्यस कारणले हामी समालोचनका नाममा अर्कालाई यो टाउको र पुच्छर पनि गिर्दिएर हुन्छौँ कहिले कि होइन। त्यो कुरा त्यति राम्रो चाहिँ हो भन्ने लाग्दैन। तर के हो भने लेख्ने मान्छेसँग आफ्नो एउटा पूर्णता चाहिँ हुनुपर्छ भन्ने एउटा मेरो आफ्नो चाहिँ बुझाइ छ। यसको अर्थ चाहिँ फेरि घमण्ड होइन, मैले लेखेको सबै राम्रो छ भने होइन। तर के हो भने लेख्ने मान्छेले कसरी लेख्यो होला भन्ने चाहिँ त्यो समालोचकले नै बुझिदिनुपर्छ भन्ने लाग्यो। तर समालोचना गर्ने मान्छे चाहिँ मलाई नचिने मान्छेले मेरो समालोचना गर्दैन। मेरो समालोचना गर्ने हो भने चाहिँ मलाई नवीन बन्धु पाडीले गरिदिनुपर्छ क्या, ताकि उहाँले मलाई चिन्नुहुन्छ। नवीन बन्धुको समालोचना गर्ने हो भने चाहिँ नवीन बन्धुलाई चिन्ने मान्छे चाहियो। किनभने हामी लेख्दाखेरि खालि शब्दकोशलाई लेखिरहेका छैनौँ, शब्दकोशलाई मात्रै शब्द छनौट गरिरहेका छैनौँ। हामी आफ्नो दुःखलाई लेखिरहेका छौँ, हाम्रो वेदनालाई लेखिरहेका छौँ, हाम्रो परिवेशलाई लेखिरहेका छौँ, हाम्रो भोगाइलाई लेखिरहेका छौँ, आफ्नो जिन्दगीलाई लेखिरहेका छौँ। भने जसले आफ्नो जिन्दगीका बारेमा लेखिरहेछ उसको जिन्दगी नबुझ्नेले के समालोचना गर्छ? यसको मतलब सर्जक जुन विषय लेखिरहेछ त्यो विषयबाट सङ्क्रमित हुनुपर्छ र समालोचना गर्ने हो भने सर्जकले जसरी सोच्नु पर्यो, सर्जकको सिचुएसनमा बुझ्नु पर्यो र जसरी सर्जकले विषयसँग सङ्क्रमित भएको छ त्यसरी समालोचकले चाहिँ सर्जकसँग सङ्क्रमित। एउटा विमति के राखौँ भने समालोचना चाहिँ हामीले कसरी गरिरहेछौँ भने यसको अप्ठ्यारो नराम्रो अथवा कमेन्ट गर्ने ठाउँ कहाँ हो भनेर खोजिराख्ने कुरालाई समालोचना बुझिरहेछौँ, गरि त्यही रहेछौँ क्या। त मैले मेरो अझ क्लियर के बनाऊँ भने हामीले कुनै सिर्जना गरेका छौँ, कुनै रचना गरेका छौँ, कुनै किताब निकालेका छौँ, कुनै प्रकाशन भएको छ भने मेरो मनसाय के हो भने त्यो कृतिलाई समीक्षा गर्नुभन्दा अगाडि त्यो समीक्षकले चाहिँ लेखकको समीक्षा गर्नु पर्यो भन्ने हो मेरो निष्कर्ष। के हो भने लेखकले कहाँ बसेर, कुन पाटोमा बसेर, कुन विषयमा बसेर, कुन भूगोलमा बसेर, अनि कुन अभावमा बसेर अथवा कुन सम्पन्नतामा बसेर लेख्या हो भन्ने कुरा चाहिँ लेखकलाई बुझेपछि मात्रै कृतिको समीक्षा हुन्छ भन्ने कुरालाई मैले सुल्टो बुझ्नु खोजेको। हामीले के गरिरहेछौँ भने हामी लेखकलाई भेटा हुँदैनौँ, समालोचना गरिसकेर अनि त्यस पछाडि बल्लमा मैले तपाईँको एउटा समालोचना पनि गरेको थिएँ भनेर भेटिरहेको हुन्छौँ। अरूले के समालोचना गर्यो होला भन्ने लाग्छ क्या मलाई। त्यस कारण लेखक चिनेकै छैन। त्यो भएर लेख्ने मान्छे अघि एकदम नवीन सरले हामीलाई यो अनौपचारिक गफमा पनि के भन्नुभएको थियो भने त्यो हाम्रो लागि शिक्षा पनि हो कि त्यो हामीले हाम्रो वास्तविकतालाई हामीले बुझ्न सकेका छैनौँ, आफैले आफूलाई बुझेका छैनौँ। मेरो वास्तविकता अरू कसैले बुझ्दैन, कसरी समालोचना गर्छ? त्यसैले हामीसँग के हुनु पर्यो भने निकटता, सामिप्यता चाहिँ जरुरी छ त्यो विषयका भन्ने लाग्छ। र मैले प्रसङ्ग कहाँबाट सुरु गरेको थिएँ भने मैले विषयवस्तुको छनौटबाट सुरु गरेको थिएँ। त्यो के हो भने मैले लक्ष्मीप्रसाद देवकोटालाई आज पनि बुझ्ने चिज के हो कहिलेकाहीँ लेख्दाखेरि भने मलाई घचघटी आएपछि मात्रै लेख्न आउने मान्छे हो, लेख भनेपछि मात्रै। अनि मलाई त्यो प्लट सम्झिनका लागि, प्लट बनाउनका निम्ति अर्को 2 घन्टा लाग्छ भनेपछि त हामी लक्ष्मीप्रसादबाट सिक्नुपर्ने हामी विद्यार्थीहरूले के हो भने हाम्रो विषयवस्तु हामी वरिपरि छ, हाम्रो भोगाइ छ, हाम्रो कथा छ, हाम्रै परिवेश छ र त्यो परिवेशलाई साहित्यलाई समाजको दर्पण भनेर सिद्धान्तमा चाहिँ पढ्ने, लेखेर चाहिँ युनिभर्सिटी पास हुने, तर आफूले लेख्ने साहित्यलाई चाहिँ समाज अनुकूल बनाउन नसक्ने पुस्ता हौँ हामी। त्यस कारणले लक्ष्मीप्रसाद देवकोटाबाट सिक्नुपर्ने
लेखमा बस्दाखेरि सिक्नुपर्ने लक्ष्मीप्रसाद देवकोटालाई गुरु थाप्नुपर्ने कुरा के हो भने विषयवस्तु खोज्न अन्त जाने होइन, विषयवस्तु आफ्नो परिवेशको विषयवस्तुमा हामीले लेख्ने आँट, हिम्मत, कोसिस, प्रयास सबै गर्नुपर्छ भन्ने लाग्छ। भनेको हाम्रो अगाडि भइराखेका कुराहरूलाई नै विषयवस्तु बनाएर लेख्नुपर्छ भन्ने हो। यदि समाजलाई साहित्यले रिफ्लेक्ट गर्ने हो भने त मेरो समाजमा जे छ आज मैले लेख्ने विषय त्यही हुनु पर्यो नि त। आज मसँग अभाव छ, आज मसँग तपाईँ राष्ट्रिय रूपमै सोचेर एकदम ठुलो चाहिँ विराट चाहिँ आफ्नो स्टडी बनाउने हो कि आफ्नो साँगुरोलाई बनाउने हो भन्ने त फरक होला। तपाईँ राष्ट्रिय सिचुएसनकै कुरा गर्ने हो भने अहिले देश जलिरहेको बेला छ, हाम्रो विषयवस्तु हाम्रो समाज त यही हुनुपर्ने होला नि त। तर हामी लेखिरहेछौँ के भने पुरा युरोपको कुरा लेखिरहेछौँ होइन, हामी चाहिँ पुरा अमेरिकाको कुरा लेखिरहेछौँ, पुरा अन्तरिक्षको कुरा लेखिरहेछौँ, तर आफ्नै कुरा लेखिरहेछौँ। त्यसले लेख्ने कुरालाई चाहिँ त्यसैमा कला भर्न सकिन्छ जस्तो लाग्छ मलाई। हाम्रो जे परिवेश छ यो परिवेशमा नै कला भर्न सकिन्छ। अघि नवीन सरले हामी दुई भाइको छेउछेउका दुई भाइको नामै लिएर उहाँका बारेमा भन्नुभएको थियो। नवीन सरले लेख्न कोसिस गर्नुभयो भने हामी दुई भाइ दुईटा कृतिका नायक हुन सक्छौँ नि त होइन। तपाईँ अर्को नायक हुन सक्नुहुन्छ भनेपछि हामी अर्को नालायक खोजेर नायक बनाइरहेको छ। मेरो मतलब के हो भने हामी जे छ त्यसलाई नायक बनाऊँ होइन। हामीले हाम्रो दिलमन गुले थोपल खोलाको बारेमा लेख्नु भने त कृति हो, तर हामी कसैले थोपल खोलालाई विषय कविताको विषयवस्तु बन्छ भन्ने सोचेनन् त। तिप्लिङको विषयमा त लक्ष्मीप्रसादले लेखिसक्नु भयो, हाम्रो तिप्लिङका बारेमा हामीले लेखेनौँ। हामी रुबी ढुङ्गा छ भनेर औँलो पड्काइ छ, खै त रुबी ढुङ्गा बारेमा के लेखेर होइन, हामीले हाम्रो बारेमा के उजागर गरेनौँ। त्यसले गर्दाखेरि चाहिँ यो कतिपय कुरा त त्यो खोजी, अध्ययन, अनुसन्धान, प्रमाण नभइकन हामीले कतिपय त्यसलाई त पाठ्य विषय पनि बनाइसकेछौँ। ऐ गुरुले एउटा उदाहरणै दिनुभएको थियो हामीसँग नजिकैको। हामीले पाठ्य विषयमा पढिसकेका छौँ तर त्यसको धरातलै छैन भनेपछि हामीले त्यही धरातलमा हाम्रो सिर्जना बनाउन सक्दैनथ्यौँ त, हामीले खोजी गर्न सक्दैनौँ। त्यस कारणले साहित्य भन्ने बित्तिकै चाहिँ खालि टपक्क टिप्ने कुरा मात्रै पनि होइन होला। यो भनेको यो पनि अध्ययन हो, यो पनि अनुसन्धान हो, यो पनि रिसर्च हो एक प्रकारको। यसलाई पनि एक्सन रिसर्चकै रूपमा चाहिँ त्यसका सबै आन्द्रा भुँडीहरूलाई कला बनाउन मिल्छ भन्ने मेरो मन चाह्यो। र यो मैले लक्ष्मीप्रसाद देवकोटासँग सिक्ने कुरा यो होला भन्ने कुरालाई पनि राख्न चाहेको। भनेको साहित्य सिर्जना भन्ने कुराहरू चाहिँ समाजको ऐना हुनु पर्यो, समाजको ऐना हुनु पर्यो जरुर। किनभने हामीले देखाउने चिज, हाम्रो परिवेशलाई देखाउने चिज भने अघि उहाँले जुन भाषाको कुरा गर्नुभएको थियो नवीन सरले, बाँकी के छ भन्दाखेरि त त्यही त भाषा बाँकी छ। त्यसैले नै नदेखाउने भने के देखाइदिन्छ त होइन। त्यस कारण हाम्रो साहित्यले चाहिँ त्यो कुराहरू बोल्नुपर्छ, उठाउनुपर्छ। अझै लुकेका कुराहरू, नदेखिएका कुराहरू, बाहिर नआएका कुराहरू प्रस्फुटन हुन बाँकी चिजहरूको अध्ययन गरौँ, अनुसन्धान गरौँ। यो हाम्रो पुस्ताले गर्ने हो, हामीभन्दा पछाडिका पुस्तालाई सिकाउने हो। र अगाडिका पुस्ताले जे कुरा लेखिसक्नु भएको छ त्यसलाई चाहिँ दृष्टान्त बनाउने हो, त्यसलाई एउटा स्टडीको विषय बनाउने हो। तर साहित्यको क्षेत्रमा पनि खोजौँ, अध्ययन गरौँ, अनुसन्धान गरौँ, त्यसलाई विषय बनाऊँ भन्ने मेरो प्रस्ताव हुन्छ। म तपाईँसँग पछि आउँला, नवीन सर कहाँ जान चाहेँ। नवीन सर, देवकोटामा यो पूर्वीय दर्शन र पाश्चात्य संस्कृतिको सम्मिश्रण पाइन्छ। त्यो कुराहरूलाई चाहिँ हामीले हाम्रो पुस्तामा कसरी प्रयोग गर्न सक्छौँ अथवा कसरी बुझ्नुपर्छ तपाईँको सुझाव? यस्तो छ, देवकोटाले हाम्रो यो नेपाली साहित्यमा निबन्धको विधा एकदमै कमजोर थियो त्यति बेलासम्म। त्यस कारणले उहाँले प्रसिद्ध प्रबन्ध सङ्ग्रह भनेर एउटा किताब लेख्नु भएको छ। त्यो किताब चाहिँ सबै पश्चिमेली निबन्धकारहरूको अनुवाद हो। निबन्ध यो उचाइमा जानुपर्छ र यो यसरी लेख्नुपर्छ भनेर उहाँले प्रसिद्ध प्रबन्ध सङ्ग्रह अनुवाद गर्नुभएपछि, त्यो छाप्नु भएपछि, अनि दाडिमको रुखनेर भन्ने अर्को अनुवाद गर्नुभएको छ। त्यो छापिएपछि नेपाली निबन्ध भत्तै शिखरमा पुगेर नेपाली निबन्धले अन्तर्राष्ट्रिय उचाइ प्राप्त गरेको छ। त्यो सँगसँगै उहाँले आफ्नो मौलिक लक्ष्मी निबन्ध सङ्ग्रह लेख्नु भएको छ। सायद त्यो लक्ष्मी निबन्ध सङ्ग्रहलाई भेट्ने नेपाली निबन्धहरू छैनन्। त्यस कारण उहाँसँग त्यो पाश्चात्य चिन्तन छ। त्यति मात्रै होइन, उहाँले के गर्नुभयो भने पूर्वीय दर्शनमा आधारित भएको कालिदासको शाकुन्तल छ, त्यसलाई नेपाली शाकुन्तल भनेर नेपाली फ्लेभर लगाएर, जसरी पश्चिमेली बेहुली बिहे गर्दाखेरि हामी साडी चोलोमा खैरो अनुहार बिहे गऱ्यो भने आफ्नी बुहारी भन्छौँ नि त, त्यही मान्छेले चाहिँ यो बिकिनी र ब्रा लाएर हिँड्न थाल्यो भने हाम्रो होइन भन्छौँ। त्यस त्यो आफ्नोपन दिएर उहाँले चाहिँ मौलिक बनाएर शाकुन्तल लेख्नु भएको छ। र शाकुन्तलमा चाहिँ उहाँले भन्नुहुन्छ के अरे, मिठो लाग्छ मलाई ता प्रिय कथा
प्राचीन संसारको भनेर सुरु गर्नुभएको छ क्या। भने हाम्रै प्राचीन संसारको हाम्रै पूर्वीय सभ्यता सनातनले कोर्दै आएको बेडा जङ्गी बेडामै चढेर हामी पारि जाने हो। दुनियाँलाई देखाउँदा हाम्रै देखाउने हो नि। अर्काको चिज लाएर म आफ्नो हुन सक्छु हुँदैन नि त। आफ्नै चिज अरूलाई देखाउने हो भनेर उहाँले त्यसरी सुरु गर्नुभयो। महाकाव्य पनि त्यसै गरी लेखिदिनु भएको छ, आफ्नैपनलाई देखाउने हो भनेर शाकुन्तल सुलोचना लगायत लेख्नु भएको छ। त्यति मात्रै गर्नु भएन उहाँले चाहिँ के गर्नुभयो, प्रमिथस जो ग्रिस मिथोलोजीको एउटा पात्र हो, त्यो प्रमिथसको नाममा महाकाव्य लेखिदिनु भयो। पाश्चात्य के अरे संस्कृतिको एउटा पात्र हो जसले चाहिँ स्वर्गबाट आगो चोरेर ल्याएर यो संसारलाई कल्याण गरिदिने देवदूतको एउटा पात्र, त्यो ग्रिक मिथोलोजीको पात्र हो प्रमिथस। त्यसको नाममा महाकाव्य लेखिदिनु भयो। त्यस कारणले उहाँ के भयो त, उहाँले पूर्वीय र पाश्चात्यलाई जोडेर मात्रै हामी उन्नति गर्न सक्छौँ। हामी गुफाभित्र बसेर आँखा चिम्लेर तपस्या गर्ने हाम्रो बाटो हो। मन्त्रद्रष्टा भन्छन् ऋषिहरूलाई, त्यसरी मन्त्र देखे भने त्यसले मात्रै अहिलेको दुनियाँमा पुग्दैन। अब तिमी प्रमिथससँग पनि जाऊ, दुनियाँलाई बुझाएर आफ्नोपनको रुझानमा अनि त्यसपछि अगाडि जाऊ भनेर उहाँले साहित्य मार्फत नेपालीलाई यसरी बाटो देखाइदिनु भएको छ। त्यस कारणले उहाँ चाहिँ पूर्वीय र पाश्चात्य दुइटै दर्शनको सङ्गम मात्रै होइन, मौलिकताभित्र पनि उहाँलाई खोज्नुपर्छ। फेरि त्यो पूर्वीय र पाश्चात्य मात्रै छैन। पाश्चात्यले के गरे, आफ्नो ढाँचाले अब त्यो बाइबलहरू होलान् के होलान् उहाँहरूले आफ्नो संसार बनाउनु भएको छ। हाम्रो पूर्वीय दर्शनले मन्दिर बनाउँदै आएको छौँ, हामीले आफ्नो बनाएको छौँ। तर उहाँले धर्मलाई कहाँ गर्दैन, मानवता हो सबभन्दा ठुलो धर्म। चाहे मन्दिर जाऊ, चाहे कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो भनेर आफ्नै बाउलाई प्रश्न गर्नुभएको हो उहाँले। आफ्नै हजुरबाउलाई प्रश्न गर्नुभएको छ। मान्छेको के अरे फर्क जाऊ समाऊ मानिसहरूको पाऊ, मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ भनेर उहाँले चाहिँ धर्म त्यहाँ छ। ईश्वर त कहाँ मुस्कुराउँछ भन्दा सेवा गर्ने हातहरू छुन्छ उसले, सेवा गर्ने मस्तिष्कहरूलाई छुन्छ उसले, अन्त छुँदैन। तिमीहरूले चाहिँ बाहिरबाट ईश्वर खोज्दै गएर देख्दैनौ। चर्मचक्षुले कान, चर्मचक्षु भने त कान हुन्छ त्यो। त्यसरी उहाँले भन्नुभएको छ। भिखारी शीर्षक राखेर अघि उहाँले भन्नुभएको जस्तै भिखारी शीर्षक राखिदिनु भएको छ र भिखारीको चित्रण गरिदिनु भएको छ है। बच्चाहरू म फेरि बच्चा बन्न पाए हुन्थ्यो भनेर एउटा बालक शीर्षकमा, हे प्यारा शिशु फेरि बन्न त सके बन्ने थिएँ बालक भनेर बालकप्रतिको प्रेम लेखिदिनु भएको छ। उहाँले जुरेलीको गानमा कविता देख्नु भएको छ, नदीको कलकलमा कविता देख्नु भएको छ। पूर्णिमाको जलधी भनेर कविता लेख्दा उहाँलाई पागलै भने त। पूर्ण चन्द्रमाको बिम्ब पोखरीमा देख्नुभयो, ती कविता जन्मियो है। त्यस कारणले कविता अघि उहाँले भन्नुभएको चाहिँ विषयको यति धेरै वैविध्य छ नि, विविधता छ उहाँको कविताभित्र कि जेलाई पनि कविता, साँडेमा कविता लेखिदिनु भएको छ। त्यो बिम्ब चाहिँ फेरि राणाहरूलाई भने फुफु गर्दै साँडे आयो भनेर बच्चालाई पढाइ लेखिदिनु भयो। बाल कविता हो भनेर भनिदिनु, सबै बच्चाले गाइदिए आखिर के रहेछ राणालाई बाल कविता भनेर उहाँले लेखिदिनु भयो। आखिर त्यो त के वास्तवमा त्यो त क्रान्तिको ज्वाला रहेछ क्या, बिउ हालिदिनु भयो त्यसरी, ज्वालामुखीको ज्वाला रहेछ है। यस्तो खालको अनौठो मान्छे हो क्या। त्यस कारणले उहाँले चाहिँ अब होइन सिधै पनि लेख्नु, प्रजातन्त्रको ढ्वाङ रित्तो करायो जमाना अनौठो हे राज आयो, खराबी सराबी जवाफी छ नेता, सराबी खराबी जवाफी छ बेला, प्रजातन्त्रको ढ्वाङ रित्तो करायो जमाना अनौठो हे राज। सिधै पनि भनिदिनु भएको छ कि भन्नेलाई तिमीहरूको प्रजातन्त्रको रित्तो ढ्वाङ हो के पनि छैन है, फेरि रित्तो ढङ्गले भनेर चाहिँ त्यो पनि भनिदिनु भएको छ। त्यसैले व्यङ्ग्य कवितामा पनि हेरौँ, सबैतिर क्या विषयगत विविधता यति धेरै छ नि उहाँभित्रको, त्यसले उहाँलाई बहुआयामिक व्यक्तित्वको रूपमा साबित गरेको छ है। अब के हो त देवकोटा भनेर हेऱ्यो भने के हो त्यहाँ के अरे श्री गणेशाय नमः भन्ने एउटा निबन्ध छ होइन, त्यो हेर्नुभयो। अथवा गधा बुद्धिमान कि गुरु भनेर लेख्नु भएको छ कि एउटा निबन्ध, शीर्षकै त्यही है। अब यो विविध उहरू राखेर हेर्ने भने अनि उहाँको निबन्धभित्र के नेपाल सानो छ भनेर हेर्ने भने त्यो यति दार्शनिक निबन्ध छ नि, त्यो पनि उहाँको व्यङ्ग्य पनि त्यहीँ छ, दर्शन पनि त्यहीँ छ, हास्यचेत पनि त्यहीँ छ। सबै कुरामा उहाँ चाहिँ परिपूर्ण कला भएको मान्छे हो। उहाँले गजलको विधामा कुरा गरिहाल्नुभयो। नेपाली गजललाई कसले उठायो भन्ने हो भने सबभन्दा गेयात्मक
गजल त देवकोटाले पो लेखा हो कि भनेर हेर्नुपर्ने हुन्छ है। त्यस कारणले अब सबै कुरा उहाँभित्र छ, परिपूर्ण मान्छे हो। अब एउटा चिज चाहिँ यहाँ जाँदै गर्दा भन्दै गरौँ कि उहाँले 10 दिनमा 27 सर्गको यति ठुलो महाकाव्य लेख्नु भएको छ कि त्यो चाहिँ उहाँले बाजी परेर लेखे। पुष्कर शमशेर राणा भनेको बालकृष्ण समका दाजु, आफ्नै दाजु। उहाँ कथाकार, पुष्कर शमशेर एकदम राम्रो कथाकार। त्यो अहिलेको साझा प्रकाशन भने जस्तै नेपाली भाषा प्रकाशिनी समितिको अध्यक्ष हुनुहुन्थ्यो कि पुष्कर शमशेर। अनि 1996 भन्दा अगाडिबाटै बालकृष्ण समले चाहिँ, मैले समलाई भत्साउन खोजेँ होइन, उहाँ पनि आदरणीय लेखक हुनुहुन्छ, साहित्यकार हुनुहुन्छ, नाटककार, कवि, गीतकार, धेरै कुरा छ उहाँभित्र। अनि लेख्न लाग्नु भएको रहेछ चिसो चुलो महाकाव्य। के भनेछन् भने पुष्कर शमशेर मेरो भाइले महाकाव्य लेख्न लागेको छ, हेर देवकोटा बाजे भन्थे अरे, हेर बाजे उसलाई महाकवि भनेर उपाधि दिनु पर्ला भनेछ। ए चाह्यो भने म 5-7 दिनमा लेखिदिइहाल्छु नि, एउटा महाकाव्य त के ठुलो कुरो हो र, नेपाली भाषामा महाकाव्य भएन, चाहिएको थियो, मेरो भाइले गर्ने भयो भने प्रशंसा गरे। चाहियो भने त म 10 दिनमा लेखिदिन्छु, 5 दिनमा लेखिदिन्छु, कि ठुलो कुरै होइन यो महाकाव्य लेख्ने कुरा, नलेखेर पो त भन्दैछ। हे काठा, तैँले कहीँ महाकाव्य लेख्छस्, तसँग त्यो हैसियत छ भनेर लि एउटा लेख्ने मान्छे तोक्दिनु। मैले नाम बिर्सेँ है, लेख्ने मान्छेको नाम पनि छ, तपाईँहरूलाई म दिन सक्छु। एउटा लेख्ने मान्छे तोक्दिनु, म लेखिदिन्छु। साँच्ची नै बाजी पर्यो। त्यो चाहिँ सुन्धाराको पछाडिपट्टि रहेछ क्या नेपाली भाषा प्रकाशन समितिको अफिस चाहिँ, त्यहाँ रहेछ। अनि त्यसपछि ल एउटा कर्मचारी खरिदार के समथिङ के खरिदार छ क्या, त्यो खरिदार नै भनेको छ, उनलाई चाहिँ ल यो लेख, तैँले लेख्न पाउँदैनस्, लेख्ने यसले हो, तैँले भन्ने। ल भने अब कहाँ बसेर लेख्ने त भनेपछि घन्टाघरको कौसीमा, घन्टाघरको कौसीमा लेख्ने। तेरो कागज पनि हुँदैन, कलम पनि हुँदैन, कागज कलम यहाँ आएर लिएर जाने, हाजिर भएर त्यहाँ गएर लेख्न थाल्ने भनेछ। 10 बजे अब त्यहाँ अफिसमा हाजिर हुनु पर्यो, त्यहाँबाट हिँडेर घन्टाघर आउनु पर्यो, अलिकति बाटो त छँदैछ होइन। त्यसको कौसीमा बसेर लेख्नु पर्यो, चिया खायो होला, अरू गफ गरे होला, के गरे होला, उयो छाँगो छङछाँ चाहिँ बगिरहेन होला 4 बजीसम्म, 4 बजी फेरि हाजिर गर्न जानु पर्यो। 10-4 थियो त्यो बेलामा अफिस। भनेपछि माघबाट सुरु गरेर रहेछ, माघ महिना हो, जाडो भयो होला। त्यो समय कटाउँदा कति लेख्यो होला क्या, 10 दिनमा यत्रो ठुलो ठेली सुलोचना तयार भएको छ भनेपछि त्यो कस्तो धारा होला कि। र त्यो अहिले पनि पाठ्य पुस्तकमा छ, ब्याचलरमा पढाइ हुन्छ सुलोचना महाकाव्य। यसरी 10 दिनमा छाँगो छङछङे जस्तो हो, के अरे बान्ता गरे जस्तो कि हलहल्ल बनाए जस्तो त्यसरी लेखेको है, त्यसरी लेखेको। अब के त्यो त कथा पनि त्यो जो बनाउनै पर्यो होला, रेडिमेड कथा होइन है, फेरि कथा पनि बनाउनु पर्यो होला। आज यो कथामा लेखियो, त्यसलाई भोलि कुन मोड दिने त्यो पनि सोच्नु पर्यो होला। त्यो नाटकीय ढङ्गको उनले चाहिँ के भनेको छ, कवितात्मक उपन्यास पो भयो क्या अरे यो भनेर आफैले भने। त्यहाँ एउटा धनी मान्छेको पात्र छ, राजालाई व्यङ्ग्य गरेको छ। त्यहाँ तिमीहरू भित्र, दरबारभित्र र खानदानीभित्र चाहिँ नारी कैद हुन्छ भनेर व्यङ्ग्य पनि गरेको क्या। अनि त्यो एउटा धनी गरिबको छोरा, उनीहरूको प्रेम हुन्छ, वियोग हुन्छ, दुःखमय विपना सुखमय सपना, त्यसको सार त्यति हो। फेरि 1-2 अरब छ कि उहाँले त्यही लेख्नु भएको छ अगाडि ठ्याक्क टाइटलमा। मान्छेलाई आँखा खोलेदेखि नै दुःख हुँदो रहेछ, चिम्ले बसेदेखि सपनामा मात्रै सुख हुन्छ। आँखा हेर्नु पर्यो, बोल्नु पर्यो, कुरा गर्नु पर्यो, भात उठाएर खानु पर्यो, सबै दुःखै दुःख धेरै दुःख छ है। चिम्ली दिएपछि के भयो, त्यो थिममा लगेर लेख्नु, त्यही थिममा रहेर महाकाव्य बनाउनु भएको छ। यो विषयगत वैविध्य, यी सबै चिज छ देवकोटाभित्र। त्यस कारणले यो हाम्रो चाहिँ अमूल्य निधि हुनु। उहाँको बारेमा 20औं दिन 30औं दिन चर्चा गरिरहे पनि चर्चा रहिरहन्छ। त्यस कारणले आजको यो दिन हामी यो 4 भाइ मिलेर उहाँलाई शब्द श्रद्धाञ्जली पनि व्यक्त गऱ्यौँ है। उहाँको व्यक्तित्वहरूको बारेमा पनि चर्चा गऱ्यौँ, उहाँको गजल, उहाँको प्रेरणा होइन, उहाँको गजलको गीतको शैली कति जीवन्त छ, यो विद्या पनि यो रहिरहन्छ भनेर लालकाईजीले गुनगुनाएर पनि सुनाउनु भयो। रमेश अधिकारीले उहाँको के प्रेरणा लिने, के प्रेरणा लिने, वास्तवमा साहित्य हो उहाँले भने जस्तै
साहित्य भने त हाम्रो अगाडि भएको चिजलाई हामीले देखाउने हो, नत्र प्रतिबिम्ब कसरी हुन्छ है? हामी यी भएको चिजलाई, यही वरिपरि रहेको चिजलाई चाहिँ छट्ट देखाउनलाई यो छ भनेर देखाइदियो भने त्यो अमरता हामीले पाउने हो र दुनियाँलाई देखाउने हाम्रै कुरा हो। अर्काको कुरा लेखिदिएर हामी दुनियाँलाई हाम्रो चिज देखाउन सक्दैनौँ। सुख होला, दुःख होला, आँसु होला, हाँसो होला, पीडा होला, हाम्रा कथाहरू होलान्, व्यथाहरू होलान्, यहीँबाट उठाएर देखाउने हो, अनि मात्रै प्रतिबिम्ब बन्छ। त्यही कुरा देवकोटाले देखाएका हुन्। अब उनले देखाएको कुरो कति जीवन्त छ हेर्नु न। हिजोका मदनहरू कहाँ जान्थे? हिजोका मदनहरू लासा जान्थे, सुन खोज्न जान्थे, त्यहाँबाट ल्याउँथे, बाबुआमालाई सुख दिन्थे होला, पार्टी पौवा धारा बनाउँथे होला। लासामा सुन्छ, कान मेरो बुझ्दै थियो, त्यसरी रया उखान होइन नि त। अहिले पनि हाम्रा तिब्लिङका के अरे साथीहरू लासा नै गएर चौरीका विभिन्न परिकार बेच्छन्, त्यहाँबाट ल्याउँछन्। अहिले पनि छ क्या त्यो। भनेपछि त्यो त जान्थे। अब त्यहाँबाट उता गएपछि त काला पानीबाट उता गएपछि त लु लागिहाल्यो, औलो लागिहाल्यो, जान सकिँदैन थियो। इन्डिया त हामीलाई टाढा थियो। पछि आयो भने त इन्डिया जाने कुरा त हाम्रो त यतै हो, पहिला त सिरानो यतै हो होइन। त्यता जान्थे। त्यता जाने मदनको कथा उहाँले भेट्नुभयो, त्यो मुना मदन लेख्दिनु। अहिले मदन अरब जान्छन्, हामीले लेख्न सके होइन। त्यति बेला चाहिँ अब गाह्रोसँग जान्थे, वियोगमा तडपिन्थे, मर्थे होला, अथवा बाँचेर आउँथे होला। यता जानेहरू उता मदन उता जान्छन्, यता रमाइलो गर्छ। कथा अलिकति फरक भएको क्या, परिवेश बदलियो, अलिकति फरक भएको छ। हामीले लेख्न सकेका छैनौँ, लेख्नुपर्छ। बिम्बहरू यसरी आउने हुन् समाजको भन्ने लाग्छ क्या। देवकोटाले त्यो पनि हामीलाई सिकाइरहेका छन्। यो निधिको हामीले संरक्षण गर्नुपर्छ भन्ने लाग्छ। र अन्तमा हामी लगभग अन्त्यतिर छौँ। लग्यदै म तपाईँमा आएँ। अब हामीले अलि अभ्यस्त हुँदै गर्दाखेरि के लेख्ने, कसरी लेख्ने, किन लेख्ने र लेखिएन भने के हुन्छ भन्ने कुराको छनौट चाहिँ कसरी गर्ने होला, अन्तमा थोरै छोटकरीमा बताइदिनु र साथमा एउटा रचना पनि सुनाउँदै। तपाईँले आदरणीय दाजु रमेश दाजुलाई र यता विराट व्यक्तित्व आदरणीय नवीनन्दु पहाडी गुरुलाई सोध्नुपर्ने प्रश्न मलाई सोध्नुभयो कि, अनि त्यो भारीले थिचेर त अब बोल्न नसक्ने भइपुग्यो म होइन। अब त्यति साह्रो गहिराइयुक्त प्रश्नको उत्तर दिने क्षमता त ममा छैन। तथापि यो प्रश्नको उत्तर चाहिँ केही चाहिँ रमेश दाजुले पनि अघि नै आफूले बोल्ने क्रममा दिइसक्नु भएको छ भन्ने लाग्छ, र गुरुले पनि। अब हामीले लेख्ने भनेको त्यही हो होइन। वर्तमानमा चाहिँ अब हाम्रो समाजमा होइन देखिने पात्रहरू, घट्ने घटनाहरूलाई लिएर र केही मात्रामा चाहिँ अलि भविष्यतिरका कुराहरू पनि होइन हामीले चाहिँ कल्पेर एउटा सकारात्मक दृष्टिकोणबाट समस्या पनि देखाउने र त्यसको समाधान पनि हामीले चाहिँ दिन सक्ने गरेर हाम्रा सिर्जनाहरू आयो भने, सर्जकहरूले त्यसरी लेखिदिनु भयो भने अहिलेको पुस्तालाई र आगामी हाम्रा भावी पुस्तालाई पनि केही मार्गदर्शन चाहिँ साहित्यले गर्न सक्छ होइन। त्यो चाहिँ बाटो चाहिँ देखाउन सक्छ भन्ने लाग्छ। बाँकी त त्यति गहिराइमा पुगेर उत्तर दिन चाहिँ मैले चाहिँ सक्दिनँ होइन। अब एउटा रचना सुनाउनु है। गजलले सुनाउँछु ल। तिनैले गर्दैछन् खण्डन आँखा छोपेर, तिनैले गर्दैछन् खण्डन आँखा छोपेर, गर्दैछु जसको समर्थन आँखा छोपेर। तिनैले गर्दैछन् खण्डन आँखा छोपेर, गर्दैछु जसको समर्थन आँखा छोपेर। पत्थरहरू नरम भइसके भनिदिए सायद, पत्थरहरू नरम भइसके भनिदिए सायद, हान्दैछन् सिसाको घन आँखा छोपेर, हान्दैछन् सिसाको घन आँखा छोपेर। सामुन्नेमा को छ भनी हेरिदिए हुन्थ्यो, सामुन्नेमा को छ भनी हेरिदिए हुन्थ्यो, अघि आइरहेछन् अड्छन् आँखा छोपेर, अघि आइरहेछन् अड्छन् आँखा छोपेर, मौका छोपेर विष मिसाइरहेछन् ईश्वर,
मौका छोपेर विष मिसाइरहेछन् ईश्वर, दुनियाँ गर्दैछन् भोजन आँखा छोपेर। गर्दैछन् उसकै आँखा फोरिदिने अभ्यास, गर्दैछन् उसकै आँखा फोरिदिने अभ्यास, लिँदैछ उही मनोरञ्जन आँखा छोपेर। संसार देख्न पाऊँ भन्ने माग हो उसको, संसार देख्न पाऊँ भन्ने माग हो उसको, गर्दैछ फेरि आन्दोलन आँखा छोपेर। संसार देख्न पाऊँ भन्ने माग हो उसको, गर्दैछ फेरि आन्दोलन आँखा छोपेर। कान थुनेर कुरा सुन्नुपर्ने हो कि कसो, कान थुनेर कुरा सुन्नुपर्ने हो कि कसो, भन्नुहोस् किन गर्नुभयो भाषण आँखा छोपेर। कान थुनेर कुरा सुन्नुपर्ने हो कि कसो, कान थुनेर कुरा सुन्नुपर्ने हो कि कसो, भन्नुहोस् किन गर्नुभयो भाषण आँखा छोपेर। दृष्टि हुनेहरूको नाम छुट्न सक्छ महोदय, दृष्टि हुनेहरूको नाम छुट्न सक्छ महोदय, अब गर्दैछु म सम्बोधन आँखा छोपेर। अब गर्दैछु म सम्बोधन आँखा छोपेर। यो अन्धकको सभा रहेछ नबोलौँ होला, यो अन्धकको सभा रहेछ नबोलौँ होला, हुँदैछ विचारको मन्थन आँखा छोपेर। डोहोर्याए कसैले लट्ठी दिए कसैले, डोहोर्याए कसैले लट्ठी दिए कसैले, महसुस गरियो आफ्नोपन आँखा छोपेर। महसुस गरियो आफ्नोपन आँखा छोपेर। मौका छोपिरहेछु म तिम्रो आधार निहाल्ने, मौका छोपिरहेछु म तिम्रो आधार निहाल्ने, गर्नुहोस् भन्दैछौ चुम्बन आँखा छोपेर। अर्को किनार पुग्नेमा विश्वस्त छ यात्री, अर्को किनार पुग्नेमा विश्वस्त छ यात्री, अर्को किनार पुग्नेमा विश्वस्त छ यात्री, माझी दिँदैछ आश्वासन आँखा छोपेर। माझी दिँदैछ आश्वासन आँखा छोपेर। सबलाई मुसा बनाउँछ बिरालोको शासन, सबलाई मुसा बनाउँछ बिरालोको शासन, किन पुज्दैछौ सिंहासन आँखा छोपेर। सबलाई मुसा बनाउँछ बिरालोको शासन, किन पुज्दैछौ सिंहासन आँखा छोपेर। ठुलो भए भन्ने लाग्दो हो टुकु टुकु हिँड्दा, ठुलो भए भन्ने लाग्दो हो टुकु टुकु हिँड्दा, ठुलो भए भन्ने लाग्दो हो टुकु टुकु हिँड्दा, चुच्दैछौ आमाको स्तन आँखा छोपेर। आँखाकै बारेमा दिएको थिएँ परीक्षा, आँखाकै बारेमा दिएको थिएँ परीक्षा, चल्दै रहेछ मूल्याङ्कन आँखा छोपेर। आँखाकै विषयमा दिएको थिएँ परीक्षा, चल्दै रहेछ मूल्याङ्कन आँखा छोपेर। धर्मको कैँचीली चलिरहन्थे दिन रातै, धर्मको कैँचीली चलिरहन्थे दिन रातै, च्याते आफ्नै पहिरन आँखा छोपेर, च्याते आफ्नै पहिरन आँखा छोपेर। कलियुगका राधा कृष्णहरू के गर्दैनन्, कलियुगका राधा कृष्णहरू के गर्दैनन्, लाज बचाउँछ वृन्दावन आँखा छोपेर, लाज बचाउँछ वृन्दावन आँखा छोपेर। यसमा धेरै शेरहरू छन्। पानी छोएको न्युमा मारिने दुर्जन हुन्, पानी छोएको न्युमा मारिने दुर्जन हुन्, म कसरी हुन सक्छु र सज्जन आँखा छोपेर, म कसरी हुन सक्छु र सज्जन आँखा छोपेर। अपराधी भइसक्नेछ आँखा खोली हेर्दा, अपराधी भइसक्नेछ आँखा खोली हेर्दा, अपराधी भइसक्नेछ आँखा खोली हेर्दा, गर्दैछ नियम उल्लङ्घन आँखा छोपेर। धन्यवाद। निकै चोटिलो गजल सुनाउनु भयो र एकदमै महाकविले लक्ष्मीप्रसाद देवकोटालाई श्रद्धा सुमन स्वरूप। र मैले पनि महाकवि देवकोटालाई नै श्रद्धा सुमन गरेँ आँखा छोपेर दाइ। र म स्वर्ग आएँ। यो अहिले हाम्रो पुस्ताहरूले लेख्ने धेरै कोसिस गर्नुहुन्छ, लेख्नु पनि हुन्छ,
तर साँच्चीकै उहाँहरूले लेखेको शब्दहरू हुन्छन् भाव हुँदैन अथवा कम हुन्छ। त्यसलाई जस्तो मैले नै पनि कहिलेकाहीँ लेखेँ भने शब्द लेख्न सक्छु, भाव लेख्न सक्दिनँ, दुःख लेख्न सक्छु, पीडा लेख्न सक्दिनँ। त्यो लेख्ने बनाउनको लागि चाहिँ हाम्रो पुस्ताले के गर्नुपर्छ होला? तपाईँको एउटा रचना। धन्यवाद। त्यो राम्रो प्रश्न छ। यो प्रश्न आफैमा एकदमै महत्त्वपूर्ण प्रश्न किन हो भने लेख्नेहरू हिजो कम हुनुहुन्थ्यो, आज लेख्नेहरूको सङ्ख्या बढी छ। तर त्यसको गुणस्तरलाई हेर्ने हो भने चाहिँ हामी अलिक कमजोर भइरहेका हौँ कि भन्ने चाहिँ मलाई पनि अनुभूति छ। यसका केही कारणहरू हुन सक्छन्। जस्तो पहिलो कारण के हुनसक्छ भन्दाखेरि हाम्रा धेरै जसो साहित्यहरू, हाम्रा अध्ययनहरू अलिक त्यो चाहिँ सतही हुन थालेको छ, फितल हुन थालेको छ। हामी गहिरिएर अध्ययन गर्ने र त्यसको शब्दलाई केलाउने, शब्दलाई विन्यास गरेर हेर्ने क्षमताका हुन सकेका छैनौँ अहिले। हामी शब्द पढ्छौँ तर त्यो शब्दको बनावट कसरी भयो भन्ने पढ्न सक्दैनौँ र त्यसले गर्दाखेरि बुझाइ कम भएको छ। मलाई लाग्छ नवीनबन्धु पहाडीले अमरकोशलाई उल्टोबाट पनि भन्न सक्नुहुन्छ, मलाई अमरकोश उल्टोबाट पनि भन्न आउँदैन। हाम्रा धेरै जो शब्दहरू त संस्कृत तत्सम शब्द छन् कि आगन्तुक शब्द छन्, नेपाली भाषा आफैमा त्यस कारणले धनी छ। तर हामीले प्रयोग गरेका शब्दहरू हामीलाई आफूले अध्ययन कम भएका कारणले कुन शब्दको प्रयोजन कहाँ उपयुक्त हुन्छ भन्नेको छनौटमा अहिले हामी अलिकति कमजोर भएका छौँ। एउटा अर्को कुरा चाहिँ म हजुरलाई नै सोधेँ भने घरमा डिक्सनरी छ? शब्दकोश छ अहिले घरमा? छैन। पसलमा गएर शब्दकोश दिनुहोस् न भन्यो भने शब्दकोश बेच्दैन। अहिले स्टेसनरी किताब पसलले शब्दकोश छाप्नै छोड्यो भन्छ, शब्दकोश पढ्दैन रे मान्छे, के पढ्छ? अहिले चाहिँ तपाईँलाई चाहेको शब्दहरू चाहिँ खोज्न मिल्छ। अनि शब्द के हो भन्ने थाहा पाएन, खोज्न मिल्ने शब्द नै थाहा छैन। मैले के खोज्ने भन्ने त थाहा हुनु पऱ्यो नि त पहिला। त्यस कारणले गर्दाखेरि अहिले चाहिँ हाम्रो अध्ययनको शैली, अध्ययनको विषय अलिकति सतही भयो र यो अन्ध नक्कल भन्ने लाग्छ मलाई गाली गर्नुहोस्। तर हामीले के गर्यौँ भने हाम्रो भाषालाई महत्त्व दियौँ। अहिले भर्खर निजी विद्यालयहरूमा सामाजिक शिक्षा चाहिँ नेपालीमा पढाउनु पर्दो रहेछ भन्ने कुरा छ। हामी गुड मर्निङ भनिदियो भने साह्रै मजाको मान्ने भयौँ। अनि त्यस पछाडि दर्शन गरे आमा, शुभ प्रभात भन्यो भने आडम्बरी भन्ने भयो। भनेको हामीले केलाई प्रयोग गर्ने हो भन्ने कुरालाई प्रयोगमा ध्यान दिएनौँ। अध्ययन कमजोर भयो र नेपाली भाषा उपेक्षामै पर्यो भन्ने लाग्छ मलाई। एक विषय एक जमानामा संस्कृतको पाठ्य पुस्तक जलाइए, हुर्याइए, संस्कृत पढाउनेहरूले कारवाही पनि भयो त होइन। हाम्रो भाषालाई त थप्पड पनि हान्यो नि त हामी बिचमा होइन। त्यस कारण हामी क्रमशः कमजोर हुँदै गएको छ हाम्रो भाषामा। अझ हजुरले हेर्नुभयो भने के देख्नुहुन्छ भने अहिले लेखिएका पद्यभन्दा बाहेक पद्यमा पनि आइसकेका छ धेरै जसो अङ्ग्रेजी शब्दहरू, आगन्तुक शब्दहरू धेरै आइसकेका छन्। अझ चाहिँ त्यो गद्य कवितामा त कति आए अङ्ग्रेजीमा राम्रो दखल नहुनेले नेपाली कवितै नबुझ्ने भइसक्यो। त्यसले गर्दाखेरि चाहिँ यो हाम्रोपनलाई अहिले नवीन सरले जोड्नु भएको थियो। हाम्रोपनलाई, हाम्रो भाषालाई, हाम्रो सभ्यतालाई, सभ्यता कमजोर होइन, सभ्यता पछिल्लो पनि होइन। हामी अघिल्लो सभ्यताका मान्छे हौँ, सबभन्दा प्राचीन सभ्यताका मान्छे हौँ। हामीले हाम्रो भाषा, सभ्यता, साहित्यलाई चाहिँ हाम्रो मौलिकतामा प्रयोग गर्ने कुरामा चुक्दै गएका छौँ। त्यस कारणले यो भाषिक जागरणको कुरा चाहिँ महत्त्वपूर्ण छ। अहिलेलाई मैले यति भने, हामीसँग समय पनि कम छ होला र बाँकी कुरा त नवीन सरसँग आइहाल्छ, हामीले छुट्याएका कुराहरू। हजुरले मलाई एउटा कविता पनि भन्नुभएको थियो रचना, यो भर्खरै लेखेको, यो अलिक मन दुखेको बेलामा लेखेको छु। शब्द संयोजनलाई चाहिँ समीक्षाको विषय बनाउनुपर्छ। यो जीवनको रङ भन्ने छ कविताको शीर्षक छ। सकेसम्म मैले यसलाई छन्दबद्ध गर्ने कोसिस गरेको छु। के को द्वेष विरोध या अहमता, के गर्छ ऐश्वर्यले, के को द्वेष विरोध या अहमता, के गर्छ ऐश्वर्यले, के को लोभ यहाँ नमोह मदको, के हुन्छ मात्सर्यले, के को उद्धतता छ सेखी मनमा, के हुन्छ धुर्त्याइले, आफ्नै नाश विनाश हुन्छ नबुझे, सर्वत्र मूर्ख्याइले, सारा अन्न अनाज आज घरमा, थुप्रो लगाए पनि, सारा अन्न अनाज आज घरमा,
थुप्रो लगाए पनि जम्मै भूतलका पशु र बसरा, गौशाला पाए पनि हिरा मोती अमूल रत्नहरूको भेटे घडा के हुने, रम्भा उर्वशी भित्रिए पनि सदा इच्छा अधुरै हुने। हिजो किन्न सकिन्न याद गर है जस्तै अभिजात होस्, हिजो किन्न सकिन्न याद गर है जस्तै अभिजात होस्, भोलि भेट्न सकिन्न होस् गर है वायु सरी बेग होस्, व्यर्थै कंस हिरण्य कश्यप सरी के गर्नु आडम्बर, व्यर्थै कंस हिरण्य कश्यप सरी के गर्नु आडम्बर, रित्तै जान्छ नरेश अन्तिम घडी बोकेर के लान्छ र, जम्मै आर्जित हो नथ्यो न त हुने, बेकारको लो भयो जम्मै आर्जित हो नथ्यो न त हुने, बेकारको लो भयो। एक्लै चढ्छ चिता तथापि मनमा आफ्ना जनाइन्छको, बाँचुन्जेल सुखी खुसी हुन सके भो धन्य यो जीवन, बाँचुन्जेल सुखी खुसी हुन सके भो धन्य यो जीवन। दिन्छौ तथ्य प्रमाण बुज्रुकहरू फर्किन्छ कोही घन, दिन्छौ तथ्य प्रमाण बुज्रुकहरू फर्किन्छ कोही घन। यो सन्दर्भमा यो मैले अघि पनि सप्रेम नवीन बन्धु सरलाई हार्दिक आभार व्यक्त गरेको छु। यो कार्यक्रम उहाँको संयोजनमा आज हामी जुन बसेका छौँ, हामीले धेरै कुरा सिक्ने मौका पाएका छौँ र अन्तिममा महाकविप्रति हार्दिक श्रद्धा व्यक्त गर्छु। कस्तो मिठो कविता, अलङ्कार यति धेरै छ। नवीन शर्मा है, नवीन सर तपाईँले धेरै कुरा त भनि नै सक्नु भएको छ र तपाईँसँग भन्नको लागि अझै धेरै कुराहरू छ। त्यसलाई छुट्याउँदै तपाईँले यो हाम्रो पुस्ताहरू जो लेख्न चाहन्छ उहाँहरूलाई चाहिँ के सन्देश दिन चाहन्छ, छोटकरीमा भनिदिनुहोस्। सबभन्दा ठुलो कुरा चाहिँ नहिँडे कहीँ पनि पुगिँदैन, हिँड्नु पऱ्यो, पाइला चाल्नु पऱ्यो। म आज सुनेको दुईवटा रचना, गजल एउटा र एउटा कविता, मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाका पथगामी अनुयायी अभ्यासी यहीँभित्र देखिरहेको छु। म त यत्तिकै खुसी छु। देवकोटा गद्यमा पनि उत्तिकै कलम चलाउनु भयो, पद्यमा पनि उत्तिकै कलम चलाउनु भयो, गीतमा पनि उत्तिकै कलम चलाउनु भयो र हामीलाई त्यो बाटो पनि देखाइदिनु भयो र हामी त्यही बाटो हिँडिरहेको छौँ। अघि रमेश अधिकारीले भन्नुभएको थियो, कुरा उठाउनु भएको थियो उहाँले कि अब यति धेरै धेरै लेखिन्छन्, तैरिनेहरू कम हुने हो। त्यस कारण तैरिने गरी लेख्न सकियो भने यो राम्रै हुन्छ र समीक्षा यथार्थ धरातलमा गरेर लेख्यो भने सबै लक्ष्मीप्रसाद देवकोटा बन्छन्। म यो बेलामा एउटा सानो उदाहरण सम्झाइहालेँ। रामकृष्ण शर्मा जो बङ्गाल उच्च न्यायालयको न्यायाधीश पनि हुनुभयो, प्रमुख न्यायाधीश पनि हुनुभयो, जसले त्रिचन्द्र कलेजमा आइएको पहिलो वर्ष पढ्नुहुन्थ्यो, सानो फुच्चे केटो। उहाँले समालोचना गर्दा अहिले समालोचनाको कुरा उठ्यो र देवकोटालाई लहर मैले जोड्न लाएँ। उहाँले के लेख्नुभयो भने नेपालका 3 जना चोरहरू छन् भनेर लेखिदिनु भयो। चोर को रे भन्दा लक्ष्मीप्रसाद देवकोटा चोर रे, अनि त्यसपछि लेखनाथ पौडेल चोर रे, त्यसपछि आएर बालकृष्ण शर्मा यी चोरहरू हुन्, यिनले चोरेर आफूलाई कवि बनाउनु खोजेछन् भनेर लेखिदिनु भयो है। अनि के अरे भन्दा देवकोटाले अङ्ग्रेजी कवि किट्सबाट चोर्नु पऱ्यो, अनि सेक्सपियरबाट नाटककार समूहले सबै नाटकहरू चोर्नु पऱ्यो। तर लेखनाथले त उहाँले सबै दिनु भएको छ, यो चाहिँ संस्कृतको मैले बिर्सेँ, त्यहाँबाट चाहिँ ऋतु विचार चोरेर ल्यायो भनेर भनिदिनु। त्यो समालोचना यति हाई हाई भयो भने मतलब त्यो चाहिँ कसले लेख्यो त? रामकृष्ण शर्मा कसले चिन्ने त्यो बेलामा? एउटा आइए भर्खर फर्स्ट इयर पढिरहेको बङ्गालबाट भागेर आएको, बरमबाट भागेर आएको केटो नेपाल आएर पढ्न थालेको छ, कसले चिन्ने होइन? कसले लेख्यो होला? देवकोटालाई भेट्दा, लेखनाथलाई भेट्दा मान्छेले साष्टाङ्ग दण्डवत गर्थे अरे क्या। देवरत्न पार्कतिर भेट्दाखेरि त्यो साष्टाङ्ग दण्डवत गर्ने मान्छेलाई चोर भन्छ। अब कतिको कम पार्छ, कसो खबर फुटाएन थियो है। आखिरमा देवकोटाले उत्तर दिनै पर्यो क्या, अरूले दिएनन् रे उत्तर। म अङ्ग्रेजी कवि किट्सबाट प्रभावित, कुनै हरफ मैले चोरेको पाउनुहुन्न, तर म त्यो प्रभावलाई ग्रहण गर्छु।
हामीले। त अहिलेको पुस्तालाई नि मैले यो किन जोडेको यहाँ भने त्यसपछि चाहिँ अर्को एकजनाले लेख्नु भएको छ के अरे समालोचना हुने यस्तो चिज हो, चस्स घोचेर इन्जेक्सनको सुई हो, चस्स घोचेर नि मनको बनिको बनाइदिन्छ भन्नुभएको छ कि। भने मतलब देवकोटा त्यसपछि झन् माथि 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 जानुभयो, झन् तिखारिँदै जानुभयो है। योबाट मान्छेले चोर्या पो भन्छन् कि भन्ने भयो नि त। त्यस्तो भयो त्यो घटना मैले यहाँ जोडेँ र यहीँ छोडेँ कि मैले अहिले रमेश अधिकारी उहाँ यस्तो मिठो कविता, मलाई त्यहाँ भएको बिम्ब, हाम्रो सांस्कृतिक बिम्ब र त्यो अलङ्कारले चाहिँ मलाई एकदम द्रवित नै बनायो। त्यस कारणले के अरे लालकाजीका प्रत्येक शेरमा भएको त्यो गहिराई व्यङ्ग्य होइन, त्यो उहाँले गर्नुभएको अहिलेको समाजको चित्रण एउटा मूर्त छ क्या, देखिने छ, छ्याङ्ग छ। त्यहाँदेखि यस्तो कविता यस्तो सिर्जनाहरू यहीँबाट फलिरहेछन्, उम्रिरहेछन्। उहाँहरूले जाँगर लगाइदिनु भयो भने साँच्ची नै अर्को देवकोटा देखा पर्छ। महाकवि भन्छौँ हामी, महाकाव्य जसले लेख्छ ऊ सबै महाकवि हो। तर अहिले चाहिँ नेपाली साहित्यमा चाहिँ हामीले देवकोटालाई कसैले कुनै उपाधि पनि दिएनन् र कुनै पुरस्कार पनि दिएनन् जीवनभरि। त्यस कारण उहाँ जनकवि हो। जनताको मनको आत्माले उहाँलाई महाकवि मानेको छ। आज ती महाकविको जन्मदिवस हामीले यतिको रूपमा उहाँलाई सम्झ्यौँ र लाखौँ लाख नेपालीहरू मार्फत यो रेडियो मार्फत जान्छ भन्ने पनि लागेको छ। हामी सबै धादिङेहरूको तर्फबाट उहाँप्रति नमन छ, श्रद्धा छ होइन। हामी शब्दका अञ्जुलीहरू अर्पण गरिरहेछौँ। यति भन्दै म एउटा सानो अब गजल पनि लालकाजीले देवकोटालाई नै समर्पण गरेर सुनाइदिनु भयो। पद्यमा उहाँले सुनाइदिनु भयो मिठो छन्दको कवितामा है। म चाहिँ अलिकति यसो शीर्षकै राख्नु बाँकी भएको एउटा गद्य कविता, देवकोटाको चाहिँ प्रेमिल गद्य कविता पनि हो। त्यस कारणले अहिले शीर्षक राख्न अलिअलि बाँकी छ। यसलाई राष्ट्रियताको सेरोफेरोमा शीर्षक राखेको छु र मैले सुनाएँ महाकविप्रति समर्पित रहेर। आफैमाथि प्रश्नका उरुङ्खा चुलीहरू छन्, समाधि जस्तो, सन्नाटा जस्तो, मौनता पनि वाचाल जस्तो, कोलाहल पनि मौनता जस्तो भइरहेको छ समय जस्तो अस्थि पञ्जर। देशको प्रश्न, समयको प्रश्न, अब त रङ उडिसकेको, पत्ता छुट्टिएर गएको राजनीति शास्त्रको पुस्तक न हो जसलाई न कसैको विश्वास छ न कसैले विश्वास गर्छ। हजुरबालाई घोकाएको नातिले पनि उही नोटबुकबाट साभार गरेको बुढो प्राध्यापकको डायरी जस्तो समय पन्ना खुइलिएको असमयको बाँसुरी राग जस्तो मध्यरातमा मसान मसाउने झाँक्रीहरूको बरबराहट जस्तो आदर्श मरिसकेको दुर्गन्धित लास जस्तो। खल्तीमा पासपोर्ट बोकेका युवाहरू गगनभेदी नारामा बिकेको चर्को देशप्रेमका सवालहरू पनि ढुसी परेको बासी भात जस्तो बिछोडिएका प्रेमी प्रेमिकाको आलाप न हो जो पश्चाताप व्यथा थिलो बाँचिरहन्छ घिटी घिटी अर्को पात्र नभेटेसम्म। सोध्छु युवाहरूको राष्ट्रियता युरोप र अमेरिकाको दूतावासमा भोलिदेखि लामबद्ध हुने शरणार्थी आवाज जस्तो मलिनो बिउजिरहन्छ म्याद गुज्रेको औषधिको रित्तो बोतल जस्तो संसद भवनमा भित्ता चर्काउने गरी जुरे बहरहरूका डुग्रानको प्रतिध्वनि बिस्तार बिस्तार सेलाउन नपाउँदै बेलुका लाजिमपाट वा महाराजगञ्जको डिनरमा चबाएपछि लुछेपछि अधमरो बन्दै गएको चिकित्सकले मृत्यु म्याद तोकेको बिरामीको दिनचर्या जस्तो रक्षानमा भेट्न सकिन्छ सायद। बर आँसु झारेर लथपतिएको कविताका हरफहरूमा आँसु चुहाउन आउँछन् छातीका कोलाजबाट रसाउँदै एकान्तमा बग्न दिन्छु आँखाहरू निष्फिक्री दुख्छ दिलका कुना कुना दुखिरहन्छ जसरी अधमरा शब्दहरूको आँसु च्यातिँदै गएको राजनीति शास्त्रको पुस्तक फालिएको शीतले लछप्रै भिजेको भित्री पत्ता जस्तो जुन टिप्दा पनि च्यातिन्छ र छाड्दा पनि नासिन्छ मेरो राष्ट्रियता। धन्यवाद। हुन्छ, आजको नीलकण्ठ चौतारीमा आइदिनु भयो लालकाजी दाइले धन्यवाद। आभारी छु बोलाउनु भएको। रमेश सरलाई धन्यवाद। धन्यवाद।
र नवीन पहाडी गुरुलाई नमन। धन्यवाद, नमस्कार सबैजनालाई। यहीँबाट हामी सम्झिन चाहन्छौँ र तिहारको शुभकामना पनि बाँड्न चाहन्छौँ। साथै यतिन्जेलसम्म हामीलाई नीलकण्ठ FM 98.5 मेगाहर्जको तरङ्ग मार्फत, धादिङ टिभीको युट्युब च्यानल मार्फत र हाम्रो फेसबुक पेज मार्फत सुनिदिनुभयो, हेरिदिनुभयो। तपाईँहरू सम्पूर्णलाई पनि धन्यवाद व्यक्त गर्न चाहे। साँच्चैकै महाकवि लक्ष्मीप्रसाद देवकोटाको विषयमा त तारिफ गर्नको लागि हामीसँग शब्दहरू पनि छैन र हामीसँग उहाँलाई तारिफ गर्न सक्ने हैसियत पनि छैन होला। जति गर्न सक्थ्यौँ, जति भन्न सक्थ्यौँ कुराकानी गऱ्यौँ र अनौपचारिक रूपमा जस्तै तरिकाले नीलकण्ठ संवादमा आज हामीले केही कुराहरू खोतल्ने कोसिस गऱ्यौँ। पर्याप्त छैन होला, केही छ पक्कै पनि। यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद भन्न चाहेँ र क्यामेरामा साथ दिनुहुने आकाश लम्साललाई धन्यवाद व्यक्त गर्दै म विनोद तमु पनि बिदा भएँ। हस्, नमस्कार।